So I have like a whole like story wala part. So मेरो दिजु होइसिन थियो. So yeah, she's no more. Jesus Christ. Yeah, I have her tattoo. Yeah, kusum लेखेको वाला. So I have Older sister? older sister. Yeah. So I was the youngest in my मेरो family मा. Whoa. Yeah. अनि दिजु होइसिन थियो. अनि दिजु म मम र अब ड्याड. अनि त्यस पछाडि when I was like maybe 8 वर्षको थिएँ. And my sister, she was like 13. And she used to study in like grade 7. अनि 7मा पढ्सिन्थ्यो. अनि अब being a very teenage, like भनौँ न त्यो टिनेजमा हुने बेलामा लाइक तिनीहरूको साथीहरूले चाहिँ बाहिर घुम्न जाउँ जस्तो कुरा गरेछ क्या. अनि अब आई थिङ्क बिङ मदर अफ लाइक 2 daughter, माई मामु वाज लाइक भेरी स्ट्रिक्ट क्या. लाइक बाहिर जान नदिने, अलिकति सेफ छैन यताउतावाला पार्ट. एन्ड माई ड्याड हि युज टु बी अलवेज लाइक आउटसाइड अफ द वर्क. जहिले कामले मात्र बाहिर बसिन्थ्यो. सो अनि त्यस पछाडि 7 क्लासमा पढ्थ्यो ऊ. अनि उसको साथीहरू सबै केटीहरू साथीहरू सबैजना मिलेर ल बाहिर घुम्न जाउँ वाला कुरा गऱ्यो क्या. अनि त्यस पछाडि सबैजनाको अब फ्यामिली त मान्छेन. अनि त्यस पछाडि उनीहरूले चाहिँ के अरे प्रोजेक्ट छ भनेर झुटो बोल्यो क्या घरमा. अनि प्रोजेक्ट छ भनेर झुटो बोल्यो. अनि प्रोजेक्ट घरमा सबले आफ्नो फ्यामिलीलाई भन्यो. ल अब प्रोजेक्ट भएपछि त अफकोर्स दे वन्ट डिनाई. अनि त्यस पछाडि उनीहरूलाई चाहिँ ल प्रोजेक्ट भयो, तिमीहरू सायद तिमीमा घर फर्किनुपर्छ, स्कुलको काम त इट सुड बी ओभर अराउन्ड लाइक 3:30 भनेर यता कुरा गर्छु. अनि त्यस पछाडि हुन्छ हामी 3:30मा घर आइपुग्छ भनेर भन्यो. अनि मामुको बाहिर जानुपर्ने काम थियो. आई वाज अलोन एट होम. अनि त्यस पछाडि जसमा अब दिजु ठ्याक्क 3:20तिर घर आइसकेको थियो. आई स्टिल रिमेम्बर द टाइम. अनि त्यस पछाडि 3:20तिर घर आइसकेको थियो. अनि मलाई खाजासाजा खुवाइस्यो. अनि त्यस पछाडि भोलिपल्ट ठुल्मामुको छोरीको बिहे थियो कि. अनि त्यस पछाडि भोलि के लुगा लगाउने भनेर सो सी जस्ट लाइक स्टार्टेड सर्चिङ फर द क्लोथ्स. अनि त्यसरी भोलिपल्ट लगाउनको लागि कुर्ता मेरो र उसको कुर्ता साइडमा राखिदियो हामीले. अनि त्यस पछाडि ठ्याक्क हामी बाहिर खेल्न गयो. खेल्न जाने बित्तिकै मामुले कुसुम यता आइस भनेर बोलाइसक्यो क्या. अनि मेरो दिदीको अनुहार लाइक कालो भइसकेको थियो. आई थिङ्क सी न्यू कि अब थाहा पायो होला भनेर उनीहरूलाई भइसकेको थियो जस्तो छ. अनि कुद्दै आयो. अनि कुद्दै आए पछाडि ठ्याक्क स्कुल अगाडि त स्कुलको टिचरहरू अनि उसको एउटा साथीको मामु रहेछ क्या. अनि त्यसरी आयो. अनि त्यसपछि तिमीहरू कहाँ गएको, मेरो छोरी अहिलेसम्म आएको छैन भनेर भन्यो क्या. अनि त्यसरी उसले चाहिँ अनि उस त गइसकेको थियो घरमा. आई डोन्ट नो, म त 3:20मा घर आइसकेको थिएँ. अगाडि जानुपर्ने, आई डोन्ट नो कहाँ गयो भने. तर जान चाहिँ ऊ अर्को साथसँग गएको रहेछ क्या. 3:20 अलिक चाँडो भयो, म अलिक पछि घर जान्छु भनेर अर्को साथसँग गएको रहेछ. एन्ड देन उनीहरूको घरमा छोरी आएन भनेर स्कुल गएको रहेछ. स्कुल जाँदाखेरि केही पनि प्रोजेक्ट छैन. एन्ड द ब्याड लक के थियो भन्दाखेरि मेरो स्कुल यहाँ घर यहाँ क्या. एन्ड कसो घर जाने, कुसुमको घर जाने. किनकि दे नो मेरो मामु मेरो ड्याडहरू सबलाई चिन्थ्यो. अनि ठ्याक्क घर आइस्यो. अनि घर आउने बित्तिकै अनि के गरेको, यताउता झुटो बोलेको, किन यस्तो यस्तो गरेको भनेर भन्छयो. अनि त्यस पछाडि होइन लाइक कसैको प्यारेन्ट्सले जान दिसिन्नवाला कुरा भइरहेको थियो. द्याट्स वाइ लाइक वी केम अप विथ दिस प्लानवाला कुरा गर्यो उसले. अनि आई डोन्ट नो, देयर वाज लाइक वान गाई लाइक होस्टेलको दाई हो. आई स्टिल लाइक गेट सो बेस्ट लाइक त्यो मान्छेको अनुहार सोचेर नै. अनि त्यो मान्छेले के भन्यो भन्दाखेरि लाइक एभ्रिथिङ वाज लाइक नर्मल कि लाइक सबैले त्यो एज एन टिचर अथवा त्यो गार्जियनले गाली गर्नेवाला पार्टी वाज लाइक नर्मल. तर उसले चाहिँ केही भयो भने तिमी पढ्छौ, लाइक उसलाई केही भयो भने म तिमीलाई लिएर जान्छु यहाँ त्यहाँ के भनेर त एकदम धम्काइदियो क्या. या भेरी लाइक त्यो रुड. या एक्ज्याक्टली लाइक मेरो दिदीको मात्र फल्ट होइन नि त. यहाँ देयर वाज लाइक अ लट अफ लाइक मेबी 5 or 6 ग्याङ द्याट वेन्ट आउट होइन. अनि त्यस पछाडि अनि त्यो भयो. अनि त्यो भए पछाडि त्यसले आई थिङ्क द मेन रिजन वाज लाइक त्यो हर्टफुल वर्ड्स अरे क्या. लाइक सी गट स्केयर्ड नि त. किनकि अब घर सायद आइपुग्थ्यो होला. तर उसले भनेको केही भयो भने तिमी पढ्छौ, तिमीलाई लिएर जान्छु यहाँ. त अब कहाँ लिएर जाने, वाट डु यु मिन बाइ लिएर जाने, द्याट डजन्ट मेक सेन्स एट अल नि त. अनि त्यस पछाडि अनि गएछु. अनि मामुले भित्र लिएर गाली गर्छु लाइक किन गएको यसरी, मेरो इज्जत फालिस् यहाँ त्यहाँ कुरा गर्छु. अनि तिमीहरूले भनेकै भयो बरु हामी जान दिन्थ्यो होला यता त कुरा गऱ्यो. अनि लाइक मेरो दिदी चाहिँ फेरि म पर्पर बोल्छु. मेरो दिदी इज लाइक साइलेन्ट किलर क्या. जे भन्दाखेरि पनि चुप्प लागेर बस्ने. अनि डर लाग्ने बित्तिकै वासरुम आफूलाई लक गरिदिने. अनि वासरुममा लक गरिदिने. लक गरे पछाडि अनि मामुले फकाउनु पर्थ्यो क्या. अब मामु रिसाएको छ भने मामुले फकाउनु पर्थ्यो. अनि बल्ल आउँथ्यो क्या ऊ. सो इट वाज लाइक जहिले पनि उसको त्यही नै एउटा हुन्छ नि सिरिजै हुन्थ्यो क्या उसको. लाइक मामुले गाली गर्ने बित्तिकै आफूलाई लक गरिदिने, चुप्प लाएर बस्ने. अनि छोरी म केही पनि गर्दैन भने पछाडि अनि खुसी हुँदै बाहिर आउने. उसको त्यो जहिले पनि एउटा सिरिजै हुन्थ्यो त्यो गर्नेवाला प्लान चाहिँ. अनि मामुले गाली गर्छु. अनि मामु ठ्याक्क बाहिर कुकुरलाई खाना बनाउनु भनेर गएछु. अनि वेलकम मुभी आइरहेको थियो, म मुभी हेरेर बसिरहेको थिएँ. अनि भोलिपल्ट लगाउन लागेको त्यो जुन कुर्ताको सुरुवाल सलहरू छ नि त, सल ठ्याक्क यसरी घाँटीमा ओढ्यो कि. एन्ड देन सी वाज वेयरिङ सुरुवाल टी सर्ट. अनि त्यो सल त अब इट डजन्ट गो वेल नि त. अनि मैले बोल्न लागिसकेको थिएँ त कहाँ सल ओढेर जान लागेको नक्कल पारेर भन्न लागिसकेको थिएँ. लाइक इट वाज लाइक मेरो यहाँ मुखमा आइसकेको थियो कि.
तर भर्खर गाली खाएको छ मलाई भुताल्छ यसले स्योर भनेर म चुपचाप लागेर बसेँ लाइक त्यो दिदी बहिनीवाला स्टोरी जहिले भुताल्छ। कुटै खानेवाला पार्ट जहिले हुन्छ त्यसले मलाई स्योर भुताल्छ भने म चुपचाप लागेर बसेँ क्या त्यो बेलामा आई विस आई वाज लाइक स्पोक अ वर्ड मलाई त्यो लाइफको रिग्रेट चाहिँ आई हेभ अलवेज बिन लिभिङ विथ द रिग्रेट द्याट आई एम बिन थ्रु अनि त्यस पछाडि ठ्याक्क अगाडि आयो नि अगाडि आउने बित्तिकै ठ्याक्क मुभी हेरिरहेको थियो ठ्याक्क पास भइदियो क्या त अनि यसो आएर रोक्यो एकछिन अनि मेरो अनुहारमा हेऱ्यो अनि मैले हेरेँ म बोल्न लागिसकेको थियो अनि भर्खर रुँदै रुँदै निस्किरहेको छु मलाई गाली गर्छ भनेर म चुप्प लाएर बसेँ अनि केही पनि बोलेन अनि 1 मिनट हेरिराख्यो मलाई आई नो वाट वाज गोइङ अन अनि त्यस पछाडि निस्केर सही गयो अनि अब कहाँ गयो अब मलाई के लाग्यो जहिले उसको बानी वासरुममा लुकेर बस्ने मेबी फेरि वासरुममा लुक्न गयो होला मामुले फकाएपछि निस्किहाल्छ होला मलाई पार्थ्यो अनि त्यही भएर अनि ठ्याक्क मामु 5 मिनट्स 10 मिनट्स पछि आइसक्यो अनि आए पछाडि कुसुमलाई खाना बना भनेर भन्थ्यो अनि मैले अनि कुसुम त वासरुम गएको छ लाइक अघि नै गएको त भनेर भने अब आएर न मेरो मामुको अब त्यो बेलामा के थट्स भयो अनि गइसकेछ अनि चिच्याइसक्यो अनि चिच्याएपछि म बाहिर निस्के पछाडि यु नो त्यो नेपालमा वासरुम हुन्छ वासरुमको रेलिङ हुन्छ अनि ठ्याक्क माथि त्यो परेवाको गुडहरू लाग्छ नि सो मेरो मामुले के गर्छ भन्दाखेरि नक नगरेर ढोका नखोला रहेछ माथि त्यो बरन्डामा चढेर त्यो परेवाले त्यो गुड पानी अलिकति ग्याप हुन्छ नि त्यहाँ माथि चढेर अनि ठ्याक्कै त्यो वासरुमको रेलिङबाट हेरिरहेछ के भइरहेछ भनेर मेरो मामु चिच्याएर त्यहीँ लाइक हुन्छ नि झगडा लागिसकेको थियो होइन अनि तर मामुले कहाँ होल्ड गरेर आइसक्यो होइन मलाई के भयो पनि थाहा छैन क्या अनि कुद्दै आएर बाहिर निस्केछु अनि अब आई डोन्ट नो लाइक आई वाज 8 इयर्स ओल्ड अब आई डोन्ट नो वाट वाज गोइङ अन अनि त्यस पछाडि म चाहिँ अब मामु बाहिर गयो यही बेलामा म मेरो दिदीलाई लिएर जान्छु खाटो मुनि लुकाइदिन्छु भनेर अनि मैले ढकनक गरेर बसेँ अनि दिदी मामु बाहिर गइसक्छु लाइक आइज वासरुमभित्र लुक के अरे खाटभित्र लुक अनि मामुको रिस्क कमाउने बित्तिकै म तँलाई निकाल्छु रातभरि लुक्नु पऱ्यो भने म तँलाई खाना पास गरिदिन्छु आई वाज लाइक नकिङ अन द डोर हाने इफ आई न्यू वाट वाज गोइङ अन भनेर अनि त्यही भयो अनि सबजना मान्छेहरू लाइक देयर वाज लाइक 100 अफ पिपल द्याट केम इनसाइड द गेट अनि मलाई एकजनाले कर्नरमा लिएर गयो अनि कर्नरमा लिएर गए पछाडि सबैले होल्ड गरेर बस्यो आई डोन्ट नो वाट वाज गोइङ अन अनि एउटा अङ्कलले आएर मलाई त्यो बारदली कसरी जाने देखाउ त भनेर भन्छ नि आई वाज लाइक के भयो भनेर म पुरै गीत गाउँदै ठ्याक्क यसरी माथि चढिरहेको थिएँ माथि चढ्ने बेलामा ठ्याक्क यता माथि चढिरहेको थिएँ यतापट्टि ठ्याक्क त्यो भर्याङ थियो क्या लाइक के अरे वासरुमको ढोका थियो अनि चढिरहेको थियो ढ्याममा आवाज आयो क्या अनि त्यसरी म त के आवाज आयो भनेर ठ्याक्कै यसरी साइड टर्न गर्ने बेलामा ठ्याक्क त्यही बेला ढोका फुटाइदियो एन्ड देन आई स माई सिस्टर ह्याङ्गिङ लाइफलेस भनौँ न अनि एन्ड त्यो मोमेन्टमा लाइक अल्सो मेन इट वाज स्याटरडे क्या अनि स्याटरडे थियो अनि त्यो पार्ट भयो अब आई नो माई सिस्टर इज नो मोर भनेर बट आई डोन्ट नो वाट वाज गोइङ अन भनेर अनि मामाहरू आइसक्यो सबैजना आइसक्यो एन्ड दे स्टार्टेड स्क्रिमिङ साउरिङ यता गर्छु अनि म पनि अब सबजना रोइरहेको छ एन्ड देन आई स्टार्टेड क्राइङ नट नोइङ कि माई सिस्टर इज नो मोर नोइङ कि माई पेरेन्ट्स आर क्राइङ भनेर अनि त्यस पछाडि पुलिसहरू आयो एन्ड वाट दिस सेड वाज एज अ स्याटरडे हामीले केही पनि गर्न मिल्दैन भनेर दे लेफ्ट द बडी ह्याङ्गिङ द होल स्याटरडे नाइट आई डिन्ट नो वाज गोइङ अन होइन त्यस पछाडि अनि पुलिसहरू आयो अनि आए पछाडि ठ्याक्क हामी त्यो वासरुमको अगाडि त्यो ढोका ढाप्पा लगाइदियो बसिरहेको थियो अनि मामा वाज होल्डिङ मी होइन अनि पुलिसहरूले आएर स्याटरडे नाइट हाम्रो स्याटरडे हो हामीले केही पनि गर्न मिल्दैन लाइक वी क्यान नट टच द बडी वी क्यान नट टेक द बडी आउट भनेर दे लेफ्ट द बडी ह्याङ्गिङ अन द्याट सावर विथ द सल एन्ड द पर्सन ह्याङ्गिङ देयर होल टाइम एन्ड उनीहरूको ड्युटी के अरे भन्दाखेरि चाहिँ एकजना पाली पिलो गरेर सुत्दै उठ्दै बडी रोकेर बस्ने आई वाज लाइक वाट द फक इज रङ विथ यु गाइज लाइक वाट दे डोन्ट इभन अन्डरस्ट्यान्ड हाउ लाइक वर्स सिनारियो द्याट इज किनकि मेरो मामु एन्ड मी वी वर ट्राइङ टु रस टु लाइक त्यो बाथरुममा जस्ट टु सी यर फेस बिकज द्याट वाज लाइक त्यो बडी त्यहीँ छ होल नाइट त्यहीँ छ होइन एन्ड हाउ वी जस्ट लाइक बी ओके लाइक दिदी त्यहाँको बडी त्यहाँ बसिरहेको छ एन्ड माई मम सी इज लाइक बेहोस हुँदै उठ्दै गर्छ मलाई वासरुम जान्छु एन्ड द बडी इज देयर द होल टाइम एन्ड देन आई वाज लाइक इट्स ह्याङ्गिङ दे सेड दे क्यान नट टच द बडी बिकज इट्स स्याटरडे लाइक वाट यु मिन And when was this? गॉड इट वाज लाइक म 8 वर्ष लाइक आई डोन्ट नो यु रिमेम्बर द इयर आई थिङ्क 2008मा त्यस्तो भयो सो आई वाज लाइक 8 इयर्स होइन सो आई कुड नट प्रोसेस द थिङ वाट वाज गोइङ अन त्यो भनेको मतलब अब आई नो आई लस्ट माई सिस्टर होइन तर आई वाज क्राइङ बिकज माई मदर वाज क्राइङ आई वाज क्राइङ बिकज माई फादर वाज क्राइङ आई वाज क्राइङ बिकज द होल पिपल वर क्राइङ देयर मलाई त्यो ग्रिफै मैले गर्दाखेरि लाइक आई कुड नट इभन रियलाइज कि आई डोन्ट ह्याभ माई सिस्टर एनी मोर मैले 1 हप्तापछि आई स्टिल रिमेम्बर द फ्याक्ट लाइक त्यो 13 दिनको काम गर्नु पर्थ्यो नि त
सो मलाई चाहिँ पठाइदिएको थियो क्या लाइक मलाई चाहिँ त्यो घरमा राखेको थिएन आई डोन्ट नो वाइ मलाई चाहिँ पठाइदिएको थियो आई डोन्ट नो आई वाज आस्किङ अबाउट माई सिस्टर अ लट त्यही भएर पनि त्यो आई थिङ्क मामुलाई अलिकति गाह्रो भएर मलाई ठुलो मामु घरमा पठाइसो अनि आई स्टिल रिमेम्बर मैले मामुलाई कल गरेर कुसुम कतिखेर लिन आउँछ मलाई 8 दिनको दिन एन्ड देन द्याट वाज लाइक भेरी ट्रमाटाइजिङ फर माई मम टु एन्ड देन दे जस्ट टुक द फोन आउट अफ मी लाइक मलाई त्यो फोन ल्यान्डलाइन पनि मलाई त्यो माथि राख्दै कि मेरो हाइटले नभ्याउने भनेर सो त्यो टाइममा आई वाज लाइक एक्सपेक्टिङ माई सिस्टर टु कम ब्याक अनि 13 दिनको काममा के हुँदो रहेछ भन्दाखेरि बाहुनको छोरीलाई मेरो दिदीको लुगाहरू लगाएर पठाउनु पर्दो रहेछ क्या सो आई थिङ्क त्यो पितृ शान्तिको लागि चाहिँ सो मेरो दिदीको जे लुगा छ नि लाइक बडीमा लगाएको लुगा त्यो बाहुनको छोरीलाई चाहिँ त्यो लुगा लगाएर 13 दिनको काम एन्ड गर्नु पर्दो रहेछ Wait, what? Yes. Okay, explain that to me. I didn't get that. I So, didn't understand that. I'm just to let you guys know, I am completely out of like, like so even every Yo, like this culture is stuff. new to me too. I don't know. No, so Maybe बच्चाहरूको र ठुलो मान्छेहरूको process different नो हुन्छ यस्तो पनि जस्तो हुँदो लाग्छ। रहेछ लाइक इभन छोरा मान्छे र छोरी मान्छेको Different प्रोसेस हुन्छ पनि डिफ्रेन्ट हुँदो process. रहेछ Oh क्या। really? या Yeah. सो 13 डेजको काम पनि इट्स डिफ्रेन्ट क्या छोरा मान्छेकोमा अलि धेरै हुँदो रहेछ छोरी मान्छेकोमा अलिक कम हुँदो रहेछ सो छोरी मान्छेकोमा पनि मेरो मामुहरू लाइक अरूहरूकोमा चाहिँ डस्नाहरूमा बस्न मिल्दैन लाइक त्यो ऊहरूमा बस्न केही पनि मिल्दैन सो यु हेभ टु जस्ट लाइक सिट अन द फ्लोर होइन तर मेरो दिदीको पालिमा यु क्यान सिट अन डस्नाहरूमा बस्न मिल्थ्यो त्यहाँ सबै गर्न मिल्थ्यो एन्ड यु कुड इट लाइक अ नर्मल फुड 13 दिनको काम हुन्छ सो द्याट मिन्स लाइक युआर डन विथ द त्यो फिनरलवाला स्टफ सक्यो भन्ने हुन्छ सो के हुँदो रहेछ भन्दाखेरि चाहिँ बाहुन आउँछ होइन अनि बाहुनको अब मेरो दिदीको डेथ भयो नि त सो मेरो दिदीको गुन्ने चोलो दिइसकेको थियो एन्ड डेथ भयो डेथ भए पछाडि उसको लुगा दिएर उसको पितृ शान्ति गर्नु पर्दो रहेछ मतलब उसको त्यो The clothes that she सोल was लाइक wearing. Oh, त्यो okay, सोललाई okay. चाहिँ त्यो गर्दो रहेछ अनि बाहुन आयो लाइक आई डोन्ट नो द प्रोसेस वाज देयर लाइक म चाहिँ त्यो यतापट्टि सब ग्यादरिङमा बसिरहेको थिएँ अनि त्यस पछाडि भित्र लगाएर अनि मेरो दिदीको लुगा लगाएर लिएर आयो क्या द एक्ज्याक्ट कुर्ता द एक्ज्याक्ट सल द नट द सल द्याट वाज त्यो उहाँको होला त्यो कुर्ता जुन त्यो बेमा राङ्गुनी भनेर राखेको होला कुर्ता त्यो लगाएर इट वाज सेम हाइट इट वाज सेम लाइक दिदीकै एजवाला मान्छे अनि अब दिदीको लुगा लगाएर भित्र जुन त्यो वासरुमकै अगाडि सफा लाइक त्यो पूजा गर्नु पर्दो रहेछ नि त अनि त्यहाँबाट निस्किँदाखेरि द्याट वाज माई सिस्टर एन्ड देन म कुसुम भन्दै अँगालो मार्न गएँ क्या त्यो मान्छेलाई एन्ड देन सबजनाले तानेर एन्ड त्यो मोमेन्टमा चाहिँ अनि मलाई लिएर गएर ओके यो सिस्टर इज नट कमिङ लाइक आई डोन्ट नो को आन्टी हो त्यो अनि मलाई लिएर गएर ओके सिस्टर इज नट कमिङ ब्याक यु हेभ टु गेट द्याट युर मेकिङ तिम्रो मामको कन्डिसन वर्स कुस्मिता यु नट सपोज टु डु द्याट इयर्स एन्ड इयर्स रियलाइज कि माई सिस्टर इज नट कमिङ ब्याक अनि त्यस पछाडि अ इयर आफ्टर सम माई प्यारेन्ट्स डिसाइडेड टु हेभ अ बेबी एन्ड द्याट्स हाउ माई ब्रदर कुशल Okay. came into this world. So okay, okay. Yeah. Cool. Kusum, Kushmita, Kushal. Yeah, that's, I guess. तर मेन कुरा चाहिँ लाइक भाइ भएपछि नि मलाई चाहिँ के भयो मेरो दिदी गुमाएर भएको वाला मात्रै मेरो मेन्टालिटी थियो क्या द्याट वाज सो रङ आई स्टिल लाइक मलाई त्यो रिग्रेट लाग्छ आई विल हेभ अ गुड कनेक्सन विथ माई ब्रदर अनेस्टली अहिले यो टाइममा चाहिँ लाइक 10 इयर्सको ग्याप छ हामीमा 10 years? Yeah. Damn. So I was like 8 दिदीको त्यस्तो हुने बेलामा 1-2 वर्ष पछाडि मेरो भाइ भएको सो वी हेभ लाइक लिटरल 10 इयर्सको ग्याप छ क्या That's like me. एन्ड देन या सो म अनि लाइक मेरो दिदी नभएर मेरो भाइ भएको वाला मात्रै त्यो दिमागमा भइरहेको थियो एन्ड देन टाइम हुँदै हुँदै गए पछाडि चाहिँ अनि देन आई रियलाइज अनि म मेरो भाइ बुकहरू लाइक हामी एल्बमहरू हेर्ने बेलामा को हो भनेर देखाउँथ्यो एन्ड दिदी लाइक हि डजन्ट नो लाइक वाट ह्यापन एक्चुअली भनेर हि माइट वाच द पोडकास्ट लाइक हि माइट नो वाट ह्यापन भनेर तर How old is he? Oh, wait, how old he is he? is now like 20 like 14 I'm 24 he's 14 14. Okay. Okay. So he's Okay, it's in a good He's in a age. good for age, us to Yeah, yeah, understand, yeah. yeah. He's been informed. yeah I mean, Yeah. regardless of so your no age. उसलाई दिदी छ भन्ने थाहा छ बित्छा भन्ने पनि थाहा छ सो ही डजन्ट नो द होल स्टोरी story हाउ इट about it, ह्यापन how it लाइक happened. कसरी Yeah. यसरी Oh, yeah. साथीहरूसँग गएको वाला पार्ट yeah, बिकज yeah. Yeah. हि वाज लाइक टु यङ मैले त्यो कुराहरू सेयर गर्न पनि अब ओके आई हेभ अनि अर्को या सो आई कम टु द्याट पोइन्ट अनि त्यस पछाडि भाइ भयो अनि कुशल भयो एन्ड देन माई ड्याड वेन्ट अब्रोड होइन अनि मेबी लाइक ओके अब छोराछोरीलाई राम्रो भविष्य दिन्छु वाला पार्ट थियो होला ड्याडको गर्छु अनि त्यस पछाडि एन्ड देन मेरो भाइ 8 वर्ष हुँदाखेरि आई थिङ्क त्यो अब यस्तै 10 वर्ष पछाडि भनौँ न अनि वाज गाई जात्राको दिन अनि गाई जात्राको दिन अनि त्यस पछाडि मलाई ठ्याक्क दाइले कल गर्छु अनि म ठ्याक्क बाहिर त्यो भक्तपुरमा बस्थेँ म अनि त्यो जात्राहरू यताउता आइरहेको थियो एन्ड त्यो मरेको मान्छेको फोटोहरू यसरी गरेर जान्छ नि त एन्ड देन मैले त्यो हेर्दाखेरि मैले मेरो दिदी मिस गरिरहेको थिएँ क्या एन्ड सी माइट बी रेस्टिङ इन पिस आई मिस हर वाला त्यो पार्ट आई वाज लिटरली लाइक त्यो इमेजिन गर्दै थिएँ कि हलमा लाइक आई वाज लाइक मिसिङ माई सिस्टर
ठ्याक्क मलाई कल आइहाल्यो म हेर्दा हेर्दै अनि म कल ब्याग हेरिरहेको कल उठाएँ मैले अनि दाइले लाइक वेयर आर यु भनेर भन्छु अनि आइम एट होम भनेर भने अनि यु स्टे एट होम भनेर भन्छु अनि बट आई वान गो लाइक मलाई बाहिर जान मन छ त्यो जात्रा हेर्नु मन छ भनेर भने क्या मैले अनि त्यहीँ भएर बस भनेर सुनिनस् भनेर गाली गर्छु म त किन यस्तो रुड भयो मसँग हि वाज नेभर रुड लाइक दिस अनि म त के गरेँ यस्तो भयो अनि चुप लाएर बसेँ म त्यो अलिकति इन्स्टिङ काहीँ न काहीँ आइसकेको थियो कि बिकज लाइक आई वाज युज टु लुजिङ पिपल सो के भयो कि त्यो मनमा अर्कै भइसकेको थियो कि मलाई त्यो बेलामा चाहिँ अनि त्यस पछाडि 3जना दाइ आइसो अनि 3जना दाइ आए पछाडि 3टा कुनामा बस्यो होइन अनि मैले के भयो किन जाने लग्जाउँ म त गाई जात्रा होइन भनेर भने अनि केही पनि बोलेन अनि 3जना साइडमा बस्यो केही बोलेन म चुप लाएर फेरि बाहिर भेटेर बसेँ नर बिग डिल जस्तो लाग्यो मलाई एन्ड देन दाइको एउटा कल आयो अनि कल आए पछाडि चाहिँ अनि अङ्कल त सुतेकै ठाउँमा अरे भनेर भन्यो एन्ड आई वाज लाइक आर यु टकिङ अबाउट अङ्कल द्याट इज माई फादर भनेर मैले आई वाज लाइक अङ्कल मिन्स माई ड्याड के भनेको भनेर भने मैले केही बोलेन आई न्यू वाट ह्यापन भनेर एन्ड देन आई डोन्ट नो हाउ डिभास्टेड आई वाज भनेर आई स्टार्टेड थ्रोइङ लाइक भयभरको एल्बमहरू के छ फोटोजहरू लाइक त्यो भाँडाहरू के छ ज्याम 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 झ्यालबाट फाल्न स्टार्ट गरेँ आई कुल नट प्रोसेस हि डिडन्ट से लाइक हि इज नो मोर भनेर मेरो ड्याड यता मलाई आई न्यू त्यही हो भनेर एन्ड देन मैले सबै सामान तल फालिदिएँ सब मान्छे माथि आएछ कसले गरायो भन्दै गाली गर्न आइरहेको थियो एन्ड समन वाज होल्डिङ मी एन्ड देन अर्को एउटा अङ्कलले कल गरेर भन्यो लाइक उयो सुतेको ठाउँमा यस्तो थियो भनेर भन्यो एन्ड देन म बेहोस भएँ त्यस पछाडि आई डोन्ट इभन रिमेम्बर द होल थप के भयो भनेर एन्ड देन मेरो भाइ 8 वर्ष थियो क्या सो आई डोन्ट नो कस्तो कोइन्सिडेन्स हो यो म 8 वर्षदाखेरि दिदी जस्तो भयो मेरो भाइ 8 वर्षदाखेरि यस्तो गर्यो एन्ड माई ब्रदर वाज क्राइङ बिकज उसले म रोएर म त्यस्तो पागल भएको देखेर ऊ लाइक रोइरहेको थियो क्या एन्ड देन मामु बाहिर थियो कसैले पनि भनेन मामुलाई अनि म रोइरहेँ मामु ढोकामा आएर के गरायो भनेर भन्छु आई स्टिल रिमेम्बर हर फेस आई वाज लाइक आई कुड नट इभन स्पिक अ वर्ड सरी त्यो नट इभन सिङ्गल वर्ड क्या आई कुड नट इभन स्पिक अ वर्ड एन्ड देन फेरि म बेहोसै भएँ त्यहाँ एन्ड देन को मान्छेहरू आइसु अनि त्यस पछाडि sorry. No. That's okay. Yeah. Not always right. You're not always in a right path. About me, मेरो मामु अब she's uneducated. Like नेपालको as in typical parents, he's uneducated. मेरो भाइ is like very young. So who's there? Me. Who's the father? Me. Who's the guardian? Who has to take the role? Me. It has always been me. 17 years मा हुने बेला 16, 17 मा त्यस्तो भयो and then it has always been me. अनि त्यो भएर it's like मलाई कहिलेकाहीँ समटाइम आई माइट फिल लाइक आम आई डुइङ राइट वाला पार्ट हुन्छ एन्ड देन त्यो अब मलाई गाइडेन्स हुँदैन तर हाउ आई टेक गाइडेन्स फ्रम पिपल इज लाइक नट लाइक आई डोन्ट हेभ एनी गाइडेन्स अनेस्टली तर हाउ आई टेक गाइडेन्स इज लाइक इफ आई डु दिस थिङ विल माई ड्याड बी प्राउड इफ यस इज आल डु इट इफ नो देन आई वन्ट डु इट सो मैले आई गाइड माई लाइफ थ्रु इट अब त्यो सोसियल मिडियाजहरूमा ओके आई कसैको लाइक फादर लुज गरेँ मैले भनेर त्यो भिडियो क्लिपहरू एडिट गरेर हाल्छ एन्ड हाउ डिभास्टेटिङ देयर क्याप्सन्स आर लाइक इमोसनली लाइक आई क्राई माई लाइक सोल आउटमा रुन्छु एन्ड देन आई टेक्स्ट देम अ प्याराग्राफ सेइङ लाइक यु आर नट जस्ट देयर अलोन आई एम हियर टु लाइक वी हेभ टु टेक लाइफ नराम्रो वेमा होइन अब राम्रो वेमा बिकज वाट एभर वी हेभ टु लुज वी हेभ अलरेडी लुज लाइक अब के लुज गर्न बाँकी छ लाइफमा what to lose more? A career? Don't give a fuck. Like, you have lost a dad, you have lost your sister. What else is more to lose? Nothing, right? So, if you're again choosing wrong path and making your mother or brother who is relying on you, it doesn't make sense at all. So, मैले मेरो मामुलाई पनि my मामु मैले अहिलेसम्म मैले मामुसँग मैले राम्रोसँग कुरा गर्न सकेको छैन कि यो बारेमा किनकि I know I have lost a sister, I know I have lost a father. तर एन्ड आई नो द ग्रिफिङ फेज मलाई थाहा छ मैले कसरी गरेँ होला तर हाउ डिड माई मदर कोप अप विथ इट बिकज सी लस हर हस्बेन्ड अनि छोरी आई हेभ नेभर टक विथ हर लाइक कस्तो ग्रिफिङ भयो भनेर मलाई त कहिले अनि मलाई कहिलेकाहीँ अब गाह्रो पर्छ अनि कहिलेकाहीँ त इमोसनली ड्रेनिङ हुन्छ लाइफ डजन्ट गो हाम्रो हिसाबले चल्दैन इट्स नट अन आवर ह्यान्ड्स होइन अनि कहिलेकाहीँ त्यो एकदम त्यो ड्रेनिङ फेजमा हुँदाखेरि नि आई कुड नट जस्ट लाइक टक विथ ममलाई मलाई यस्तो भइरहेछ गाह्रो भइरहेछ आई क्यान नट टेक दिस एनी मोर आई कुड नेभर से द्याट वर्ड क्या मामुलाई जे भन्दा लाइक कहिलेकाहीँ वर्स्ट फेजमा लाइक आई थिङ्क आई क्यान नट टेक दिस भन्दाखेरि मामु आई गट इट लाइक आई गट दिस
You don't have to worry about this. Please, I got this. Yeah. They have always told me, oh, that's something you have been through. You don't have to share it to people. मान्छेहरूले फाइदा उठाउँछ यहाँ त्यहाँ यहाँ त्यहाँ यहाँ त्यहाँ. Yeah. First handमा म किन अरूलाई फाइदा उठाउन दिन्छु मेरो? Exactly. फाइदा Right? उठाउन दियो किन भने त दिन्छु फाइदा म, होइन? उठाउँछु. Yeah. So that's the trauma I have been through. No one and nothing can change that. You can change like losing a father? No. You can change losing a sister? No. No. You can change nothing. Then talk shit. Right? Yeah. And then अब फाइदा उठाउनको लागि, am I giving them chance to take advantage of me? No. What actually happened to your dad? Oh yes, I was getting to that point again. This पछाडि त्यो कल आयो होइन, अनि कल आए पछाडि त्यो बेला इमोसनल डिभास्टेटेड बेहोस भएँ होइन. त्यस पछाडि मेरो साथीहरू को आयो अनि भोलि बिहान उठेँ म. And I was like, okay. भोलि बिहान. भोलि बिहान. I was like, दिउँसो थियो त्यो बेलामा अनि एकैतालि भोलि बिहान. अनि त्यस पछाडि I have to know what's going on. अब कसले गर्छ? अब त्यहाँ अरू मान्छेहरूले त it's not their people, it's not their father. Yeah. It's not their priority to give मेरो त्यो एउटा कुरालाई प्रायोरिटी दिनुपर्ने. It was never the priority होइन. को छ म छु त्यहाँ. And then को like अङ्कलहरू त्यहाँ सँगै हुने मान्छेहरूलाई मैले कल गरेँ. I was like, how did this happen? I was like, we don't know. सुतेकै ठाउँमा यस्तो भयो, like heart attack भनेको छ यताउता भनेर भन्यो होइन. अनि where is his password, visa, फोनहरू कहाँ छ मेरो ड्याडको भनेको केही पनि छैन अरे. And I was like, what do you mean? Heart attackमा फोनहरू के हुन्छ त? Like, what do you mean? It doesn't make sense at all. Like, uncle, what do you mean? मैले कुरा बुझेन भनेर भनेको. He hung up the call on me. And then I again called like one of कोही ताराको relatives that used to stay there. अनि मैले कल गरेर. He literally hung up on me. What's going on? Like, फोनहरू, like, of course, okay, death भयो, okay. We're gonna go through this the whole life, होइन? So like, in this situation, his body is still in another country. yeah. Jeez. Okay. So And he don't what has his country? passport. He don't has his visa. He don't has his insurance. He don't has his phone. He has nothing. What country was this? He was in Malaysia. It was in Malaysia. Yeah. Very weird. Yeah. Oh, okay. And then त्यस पछाडि अनि मैले अर्को रिलेटिभ भइसक्यो. He was like very far. अनि त्यस पछाडि अनि उहाँले चाहिँ ल जान्छु भनेर कुरा गर्छ होइन. अनि त्यो ठाउँमा पुग्दाखेरि अब there was no one to like body लिनु पर्दो रहेछ नि त. There was no one क्या. And you know what hospital did? लावारिस भनेर राख्दैछ हस्पिटलमा. There was like no one to take care of the body. So hospitalमा यतिकै लावारिस भनेर. Lawaris भनेको? Lawaris means no one that No gonna one take. is claims the Oh, body. Yeah, not and claiming he- the body. Yeah. Jane Doe. Okay. Okay. Yeah. Jane Doe. Jane Okay. Yeah. Doe. Yeah. So they don't even know his name at this point in time. No. Jesus fucking Christ. No, Okay. no, yeah. And then अनि मैले अङ्कल गर्छु त्यहाँ होइन. अनि त्यहाँ अङ्कल पुगे पछाडि अनि I was like, he has nothing there भनेर भन्छ. And it's like, what the fuck do you mean by he has nothing there? It's heart attack. Like everything was supposed to be by the side होइन. Like के भइरहेछ भनेर मैले भने. अनि I was like, थाहा छैन छोरी थाहा छैन यताउता भनेर भन्छ. I was like, you know what भनेर अनि म भोलिपल्ट अनि इन्सुरेन्स कम्पनी गएँ. अनि इन्सुरेन्स कम्पनी गएँ and it was like he has to has his passport भनेर भन्यो. And he don't has his passport. Like what am I supposed to do? I was like, I don't know the rules and regulation in Malaysia, in Nepal, like keep in touch. And I don't know how this visa system works. I don't know how the claiming body works there. Like, allow is कसरी, like, I'm the daughter, like, struggling, like, जानी गइरहेको छ, I'm to claim the fucking body. Like, के भन्दा? I was like so mad to point my I can imagine how mad I was. And I was like, म यस्तो मान्छेमा झगडै गर्दिनँ थिएँ क्या. त्यो बेलामा I don't know, like, म जो मान्छे आएँ म जोसँग झगडा गरिदिन्थेँ क्या. Like, I'm so much frustrated क्या. अनि त्यस पछाडि अनि गएर भन्छ लाइक ओके यो गर्न मिल्दैन यताउता लाइक पासवर्ड चाहिन्छ यो चाहिन्छ भनेर भनेको. ही हेज नथिङ. डु यु नट ह्याभ लाइक फोटो कपी अफ इट? तिमीले यतिकै मान्छे पठाइरहेको छ. डु यु हेभ टु ह्याभ द लाइक हार्ड कपी? त्यो बाहेक अरू चाहिन्छ नि त. एन्ड हेज लाइक नो एन्सर. अनि अब अर्को मेन अप्सन के थियो मन्त्रालय जाने. यु नो लाइक परराष्ट्र मन्त्रालय मिन्स लाइक त्यो के अनि त्यस पछाडि अनि त्यहाँ मेरो एउटा साथी लाइक राकेश मेरो एउटा स्कुलको साथी थियो. अनि उसको ड्याड चाहिँ वाज लाइक मन्त्रालयको लाइक माथि काम गर्छन्थ्यो त्यहाँ. अनि इट्स लाइक उहाँले एकदम सपोर्ट गर्छ. आइम लाइक भेरी थ्याङ्कफुल टु राकेश इफ यु वाचिङ दिस. अनि उहाँको लाइक राकेशको ड्याडले अनि मलाई गरेर छोरी तिमी यो मन्त्रालयमा म कुरा गरिदिन्छु यो लाइक यस्तो मन्त्री यताउता छ भनेर भन्छु. अनि हुन्छ भनेर गएँ म. अनि गए पछाडि आज हुँदैन यो हुँदैन यताउता लाइक यो विकेन्ड हो यहाँ यस्तो यस्तो हुन्छ त्यहाँ विकेन्ड हुन्छ. आई वाज लाइक माई ड्याड ही युज टु ओन कन्स्ट्रक्सन कम्पनी होइन. सो त्यसकै कामको सिलसिलामा मलेसिया गइस्. अनि मलेसियामा लाइक द होल कम्पनी लाइक कन्स्ट्रक्सन कम्पनीको इज लाइक मेरो ड्याडको यहाँ हुँदा हुँदा पनि सो दे गट लाइक लिङ्क टुगेदर मलेसियन एउटा कम्पनीमा. एन्ड देन त्यहाँ गएर प्लान त्यहाँ गएको. अनि त्यहाँ गए पछाडि वी वर अल सपोज टु गो एन्ड सेटल डाउन इन मलेसिया होइन. सो होल कम्पनीसँग के वाज लाइक सबै त्यहाँ सेटल अप थियो क्या. तर मेन थिङ इज लाइक ही डज नट ह्याभ एनी हार्ड कपी. एन्ड जस्ट लाइक अब मलेसियाले त पठाउला तर कहाँ पठाउने
नो वान इज हियर लाइक यता भएपछि सब हार्ड कपीहरू मात्र मागिरहेको छ क्या एन्ड दे डोन्ट ह्याभ एनी हार्ड कपी त्यहाँ छैन क्या वेयर माई ड्याड गट अल द कपिज अल द डकुमेन्ट्सहरू जे चाहिनुपर्ने गट अल दोज लाइक थिङ अनि त्यस पछाडि अनि त्यहाँ गए पछाडि अब उताको मलेसियन विकेन्डको यहाँ हुन्छ अनि हाम्रो स्याटरडे हुन्छ लाइक विकेन्ड अनि दे वाज लाइक दिस गाई जात्रा पछिको के आउँदो रहेछ नि त्यो पब्लिक होलिडे अनि यो काम भनेर भने आई वाज लाइक अझै कति कुरा गर्ने एन्ड देन म फेरि त्यो भिजा लाइक जसले चाहिँ त्यो कम्पनी लिङ्क गराएको थियो नि मेरो कन्स्ट्रक्सन कम्पनी र उताको कम्पनीमा एन्ड देन आई वेन्ट देयर आई वाज लाइक छोरी लाइक मलाई चिन्छ नि त लाइक छोरी केही पनि गर्नु मिल्दैन आई नो वाट युआर गोइङ थ्रु यताउता भनेर आई डोन्ट वान्ट एनी फकिङ सिम्प्याथी एट दिस पोइन्ट आई डोन्ट वान्ट एनी सिम्प्याथी मलाई छोरी यता उयो नभन केही पनि नभन आई वाज लाइक डु नट कसरी गर्नुपर्छ यति मात्र भन आई डु माई बेस्ट होइन किनकि जे लुज गर्नु गरिसके माई ड्याड वोन्ट बी ह्याप्पी लावारिस भनेर लाइक नट एनी वान टु क्लेम हिज डेड बडी हाउ क्यान आई बी अ डटर लाइक someone very close to him just like sit there and just like rely on fucking government. Well, त्यही भएर पनि I was like I am not sitting here just like तिमीहरूले गर्छौ अनि त्यसरी म चुप्लाएर बस्छु भनेर every way possible म सबै गर्छु वाला मलाई त्यो भइसकेको थियो अनि त्यस पछाडि it has always like almost been like 15 days अझै पनि भइरहेको थिएन क्या केही पनि कामहरू भइरहेको थिएन एन्ड आज हुँदैन भोलि हुँदैन यो विकेन्ड यो यताउता गरिरहेको छ अनि लाइक प्रोसेस कहाँसम्म गइरहेको छ लाइक गिभ मी द अपडेट्स लाइक कति पैसा हाल्नुपर्ने हो र ल ओके वी रेडी हाल्नुपर्ने छ हाल्छु नि त लाइक कति गर्नुपर्ने छ लाइक ओके 10 lakhs 20 lakhs कति लाग्छ भन विकेन्ड लाइक म अनुहार हेर्नु छ मलाई द्याट्स इट त्यो बाहेक मलाई अरू केही पनि चाहिएकै छैन भनेर भन्यो एन्ड देन द मोस्ट ट्रमाटाइजिङ डे आई थिङ्क मेरो ड्याड लुज गर्नु अथवा मेरो सिस्टर लुज गर्नु वाज माइट नट बी द्याट ट्रमाटाइजिङ के भयो भन्दाखेरि सो लाइक म गएँ होइन अनि त्यो बेलामा यस्तो फ्रस्ट्रेट भएर आइसकेको थिएँ अनि घर आए पछाडि भर्याङमा म इमोसनली ड्रेन क्या अनि म गाडीमा रुनै सकिनँ अनि म गएर भर्याङमा उहाँमा रोएँ एकछिन लाइक रुमभित्र छिर्ने बेलामा त अब अलिकति भए पनि होप त देखाउनु पऱ्यो घरमा अनि त्यस पछाडि अनि मामु र भाइ बसिरहेको थियो भित्र अनि त्यस पछाडि म आस्ते भाइ थिएन मामु भित्र उसिँदो रहेछ अनि म चाहिँ स्योर मामु उसिन्छ भनेर म बाहिर अनि आस्ते पुसेँ अनि ढोकामा बसेर एकछिन साथ फेर्छु अनि म भित्र जान्छु भनेर भनेँ and then I went inside and then I saw my mom wearing rato sari, rato chura, rato sindur, chapote. She lost her husband 15 days ago and then she is wearing the whole pote, chura, sindur, chapakka. And I was like, she was looking like aina ma herako ke. I was like, you know, like the movie haruma त्यो हुन्छ नि mentally like okay you're lost, you're fucking mentally lost भनेर त्यो point हुन्छ नि I'm savoring अनि then I saw my mother त्यो एउटा फेजमा अनि I could not say a word. त्यो was like what do I say? I'm trying my best. And then I see my mother doing all this stuff. I could not say like Mamu stop भन्न सकेन मैले अनि it's like मामु भनेर भने मैले भनेर भन्छ होइन जस्तो लाइक के अरे के गर्छ भनेर भने मैले I was like I was not even crying. I was like के गर्छ भनेर भने मैले अनि she was like मलाई एकचोटि लास्ट टाइम लाउन दिन मैले त्यो सिन्दुर मलाई 15 वर्षमा मैले बिहे गरिदिएको थियो मैले तेरो ड्याडीको अनुहार हेरेर बिहे पनि गरेको होइन लाइक मैले त्यो कहिले भेटाएर मैले त मण्डपमा भेटेको तेरो ड्याडीलाई मलाई त्यो सिन्दुर पोतीहरू एकदम लाउन डर लाग्थ्यो मलाई एन्ड द्याट वाज द ओन्ली रिजन आई गट म्यारिड एट 16 एज अनि एकतालि लाउन दिएँ आई डोन्ट थिङ्क म अब यो जिन्दगीभरि म लाउन पाउँछु जस्तो लाग्दैन मलाई एकचोटि लाउन दिएन मलाई भनेर भन्छु होइन I had no words and then I hugged my mom. I was like भयो ठिक छ भनेर भने एन्ड देन सबै पुस्यो अनि त्यस पछाडि देन इट वाज लाइक अब नराम्रो के हुन्छ लाइक आई वाज यु नो मैले त्योदेखि अहिलेसम्म पूजा गरेको छैन कि अहिलेसम्म पूजा गरेको छैन मैले अनेस्टली गरेको छैन इट्स लाइक वाट एल्स ब्याड डु आई हेभ टु सी अगेन यो बाहेक अरू के देखाउँछ भगवान्वाला मलाई भइसकेको थियो क्या एन्ड देन आई वेन्ट अपस्टेयर पूजा कोठामा आई वाज लाइक यु नो वाट फक एभ्रिथिङ म अब यो आएर मैले मनदेखि तिमीलाई केही पनि माग्दिनँ म इफ समथिङ आई रियली हेभ टु लाइक प्रे फर द्याट अलवेज बी माई फादर हि इज एन एन्जल लाइक माथि भगवान् भइसकेको छ फर यु नो मोर किनकि त्यो बेलामा मामुलाई त्यो देख्नु मेरो दिललाई त्यो देख्नु अथवा मेरो ड्याड नहुनु इज लाइक त्यो बाहेक अरू अब के हुनुपर्छ नथिङ राइट अनि त्यस पछाडि अनि त्यो कुरा भयो त्यो भए पछाडि अनि देन त्यसको भोलिपल्ट
लास्टचोटि म मन्त्रालय जान्छु and then I'll have a talk. If not, then I give up भनेर मेरो भइसकेको थियो क्या किनकि I cannot see my mom being so like काम 13 दिनको काम अझै भएको छैन क्या we are just like चोको खाएर बसिरहेको छ घरमा के भइरहेछ त्यो it was such a त्यो worst क्या like worst को नि worst phase was going around like home क्या भाइ चुप लाएर बस्छ आमा एउटा कुनामा म एउटा कुनामा 15-20 दिन भइसक्यो के गर्ने एभ्री टाइम म त्यो हुन्छ नि त्यो पब्लिक के अरे त्यो इन्टरनेसनल रिलेसनसिपहरू के छ मलेसिया र यहाँको I was 16. I don't know shit. I don't know fucking shit. अनि त्यसरी मन्त्रालय गएँ म लाइक 9 बजे खुल्थ्यो 8:30 बजे नै म त्यहाँ पुगेर ढोकामा बसिराखेँ कहिले आउँछ र म छिर्छु भनेर आए पछाडि अझै लाइक यो गर्नु चाहिँ एकदम प्रोसेस रहेछ एकदम कम्प्लिकेटेड रहेछ यताउता एन्ड आई वाज लाइक यु नो वाट मलाई केही पनि भन्नु छैन आई रियली फकिङ होप तिम्रो कोखमा यस्तो छोरी नहोस् कि भोलिपल्ट गएर आफ्नो बुवा मर्दाखेरि गिडगिडाएर भरकोसँग लाइक ढोक्दै मेरो बुवाको अनुहार मलाई मेरो बुवाको लास लिएर आइदियो भनेर माग्नु नपरोस् आई होप यु नेभर ह्याभ अ डटर अन यर लाइक तिम्रो कोखमा त्यस्तो नहोस् भनेर मैले लिएर आऊ पनि भनेर केही पनि नभन द्याट वाज द ओन्ली वर्ड आई से लाइक मैले तिमीलाई हि वाज लाइक फकिङ ओल्ड आई वाज लाइक त्यो भनेर म निस्केँ क्या त्यहाँबाट अनि म घरमा पुगेर मामु यु नो वाट लेट्स गिभ अप आई डोन्ट थिङ्क यो हुन्छ भनेर भने अनि मामुले you did what you could do like the best way possible तैँले सबै गरिस् I'm proud of you भनेर भन्छु होइन I was like I'm not proud of myself I wanted to see my dad's body and then after 2 days अनि मलाई कल आए पछाडि we're getting your dad body tomorrow भनेर भन्यो and that was the same मान्छे that I went and told them like तिम्रो कोखमा यस्तो नहोस् भनेर So one morning what happened was कि बिहानै 6 जस्तो बजेको थियो अनि we were all sleeping मेरो हजुरबा म र मेरो भाइ we were sleeping अनि त्यस पछाडि मम्मी आउनुभयो we opened the gate अनि त्यसरी ल हामी सुत्छ भने फेरि 6 त बजेको थियो सानै थियो सुतौँ न त भनेर सुतेँ अनि my grandfather and me and my brother were sleeping on the same room अनि अचानकले एउटा चिच्चाको आवाज आयो के स्क्रिन क्रेम के डेन्जर एकदम चिच्चाको तरिकाले गरेर चिच्चाको आवाज आयो अनि मेरो ग्रान्डफादर र मी वाज लाइक from where is this voice coming होइन it is so similar to mommy भनेर अनि त्यसरी हामी कुद्दै के डाउन स्टेयर्स हामी टप फ्लोरमा थियो मम्मीको रुम चाहिँ ग्राउन्ड फ्लोरमा छ अनि त्यहाँबाट कुद्दै गएको अनि यु गाइज वुड नट इमेजिन वाट आई स भनेर के मेरो मम चाहिँ पहिल्यैदेखि डिप्रेसनको पेसेन्ट अनि म भर्खर आई थिङ्क आई वाज जस्ट 13 years old के सुशान्त अनि के भयो भन्दाखेरि आई वाज जस्ट त्यो स्टेजबाट तल आउँदै थिएँ आई वाज सिङ माई मदर ह्याङ्गिङ के आई वाज सिङ माई मदर ह्याङ्गिङ अनि ठ्याक्क त्यो माथिबाट तल झर्दा नै आउट अफ द ब्लू त्यो सलले जुन सी वाज ह्याङ्गिङ त्यो टुट्यो के अनि मम्मी वाज अन द फ्लोर मम्मी वाज अन द त्यहाँमै फ्लोरमा झर्नु भयो अनि मेरो हजुरबा त के हो जस्तो भयो कि अब म पनि यो के भइरहेछ भएको सानै त छु होइन आई वुड नट इभन बी एबल टु इमेजिन त्यो यो कस्तो सिनेरियो हो जस्तो भयो अनि ठ्याक्क तल झरेँ हामी मम्मी ठ्याक्क हामी तल झरेको मम पनि ह्याङ्गिङ भएको ड्याममै भुइँमा झर्नु भयो क्या आफ्टर द्याट के भयो भन्दाखेरि चाहिँ मेरो हजुरबा हि कसम होला इफ हि वाज नट देयर राइट देयर उहाँले त्यो नगरेको भए ठ्याक्क मम्मीको माथि उभिनु भयो अनि हि जस्ट स्ल्याप्ड मदर फर 50 times 1 2 3 लगातार 1 मिनटसम्म हिस्सा अनि मेरो ममको आँखा भत्तै खुल्यो क्या लिटरली उहाँको यतिसम्म घाउ भएको थियो कि यो जुन नेक हुन्छ नि यो त हर बोन हर ब्लड वाज अल स्टक त्यो आइरहेको थियो इट वाज सो डेडली कि इट वाज लुकिङ सो डेडली इट वाज सो ट्रमाटाइजिङ के अनि यसरी आँखा भत्त खोल्नु भयो त्यो खोलेपछि त मम त जुरुक्क उठेर आकिया भन्दै चिसाउनु भयो क्या डेन्जरस तरिकाले सी वाज स्क्रिमिङ होल त्यो घरको त्यो बाहिर बाल्कनीभरि सी वाज स्क्रिमिङ अनि बाहिरभरि मान्छेहरू आउनु भएको थियो होइन सी वाज स्क्रिमिङ सो ब्याडली अनि त्यस पछाडि म चाहिँ मम्मी भन्छु होइन मम्मी मलाई हेर्दैन नि के मम्मी वाज नट लुकिङ एट मी अनि मलाई हेर्दैन आकिया भनेर सी वाज स्क्रिमिङ अन्त त्यस पछाडि के हो यो भन्छु म मम्मी भन्छु हेर्दै हेर्नु हुँदैन मलाई त्यस्तो ट्रमाटिक अनि त्यस पछाडि अनि त्यो कराउँदै वरि बाहिरको मान्छेहरू बिचारा त्यो नेबर्सहरू सबजना हामी भित्र जानै पर्छ भनेर सबजना आउनुभयो होइन त्यसरी नानी तिमी साइड लाग भन्नुभयो अनि उहाँले एउटा आन्टी हुनुहुन्थ्यो उहाँले चाहिँ मम्मीलाई च्याप्पै समात्नु भयो अनि उहाँ ढल्नु बिहोस हुनुभयो कि अनि आफ्टर द्याट सबैजनाले भएर हस्पिटल लिएर जानुभयो म सानो आई हेभ नो आइडिया कि त्यो के भइरहेछ नि थाहा छैन आइडियै छैन दिमागमा अनि त्यस पछाडि चाहिँ अनि आई वेन्ट टु हस्पिटल अनि त्यसपछि चाहिँ उहाँले हामीलाई 1 monthसम्मै चिन्नु भएन कि
And this really touched me कि उसको त्यो कुस्मिया काले त्यो सुन्दा उस दिदीको थियो होइन अनि म पनि मेरो स्टोरीमा त ठ्याक्क म 13 वर्षको थिएँ मम्मीको त्यस्तो देख्दा आउट अफ द ब्लुम के आई इभन डोन्ट नो वाट माई मदर ह्याड के कुराले चाहिँ त्यस्तो भयो मम्मीलाई होइन के कुराले चाहिँ सी ह्याड द थट अफ डुइङ द्याट जब कि सी हेज अस भेरी स्मल चिल्ड्रेन मेरो भाइ त झन् मभन्दा 5 इयर्स सानो भर्खर 7-8 इयर्स थियो त्यति बेला अनि त्यही भएर चाहिँ त्यो सुनेपछि चाहिँ वेन आई हर्ड द सिस्टर उसको सुरुमा नि सिस्टरदेखि स्टार्ट भएको थियो अनि त्यति बेला चाहिँ ओ माई गड कस्तो ब्रेथ टेकिङ स्टोरी कस्तो रिलेट भएको म खुस्मिकासँग जस्तो फिल भएको थियो क्या मलाई त्यति बेला चाहिँ माई मदर वाज अ किडनी फेलियर टु सी वाज अ किडनी फेलियर विकमा सी युज टु डु डायलिसिस फर 3 days 3 डेजसम्म चाहिँ नेपालमा 3 दिन हुन्छ फ्री थियो त्यति बेला चाहिँ अप टु 3 days वी क्यान डु डायलिसिस पनि गर्दै हुनुहुन्थ्यो अनि आई थिङ्क मेनी थिङ्स हेटेड हर के त्यति बेला चाहिँ अनि त्यो कुराले अब उहाँलाई के भयो हामी पनि सानै मेबी सी वाज नट एबल टु टक विथ अस अल्सो अबाउट हर स्याडनेस के जे भयो थियो सी वाज नट एबल टु टक विथ अस अनि त्यही भएर पनि आई इट इज भेरी कसरी भन्ने कि अब त्यो बाहेक अरू केही सोच्नै सकिँदैन केही वर्डै छैन कि त्यो त्यसको प्लेसमा मैले आफूलाई राखेर मम्मीको त्यो इन्सिडेन्ट पछि त आई थिङ्क वी निडेड हिम द मोस्ट नि छ होइन त बट हि वाज नेभर कि अब त्यो इन्सिडेन्ट भयो अनि हि जस्ट वेन्ट के त्यसपछि आफ्टर सी गट रिकभर हि वेन्ट मम्मीको डायलिसिसहरू गर्नु पऱ्यो अब जस्ट 13 होइन अनि कस्तो हुन्थ्यो भन्दाखेरि चाहिँ स्कुल पनि त हुन्छ नि त क्लास 9मा त स्कुल जानु पऱ्यो अब त्यो हाम्रो स्कुल त कति इट्स अ लङ आवर स्कुल के फेरि हाम्रो 9:30 to 5:30 इट्स अलमोस्ट टु लङ अल डे होल डे अनि माई मदर डायलिसिस वुड स्टार्ट फ्रम 6 PM अनि त्यो 6 PM लाई जानलाई अगाडिदेखि नै लाइन बस्नुपर्ने कि 2-3 hours अगाडि नै गएर लाइन बस्नु पर्थ्यो नभए चाहिँ वी वुड हाम्रो टर्न चाहिँ रातिको 12-11 बजे आउने अनि त्यही भएर चाहिँ आई वुड जस्ट स्कुल जान्थेँ स्कुलबाट 4 बजे 4 PM तिर म आई वुड रिटर्न देन डाइरेक्टली विदाउट चेन्जिङ ड्रेसेस अर एनिथिङ आई वुड टेक माई मदर डाइरेक्ट सिधै हस्पिटल जाने हस्पिटल गएपछि चाहिँ अन्त पछाडि लाइन कुर्ने फेरि बल्ल कुर्दा 7 बजे 8 बजे पाला आउँथ्यो अनि 3-4 hours कुरा चाहिँ सक्दा इट वुड अलमोस्ट बी 12 PM 1 PM त्यस्तो ढिलो हुने कि राति हुने त्यति बेला त अहिले जस्तो छैन कि त्यति बेला त डर लाग्दै हुन्थ्यो कि राति हुँदा हिँड्नलाई अब मम्मी अब डायलिसिस गरेपछि बडी विल बी होली विक्ड यस्तो गाह्रो हुन्छ मम्मीलाई उठ्न सकिँदैन होइन म सानै छु क्या अब सो स्मल होइन त्यो सोच्दा नि मान्छे वरिपरिको मान्छेले कस्तो माया गर्ने कि अब यो बहिनीले यो सानो नानीले कसरी ल्याएको होला हाउ इज सी डुइङ अल दिस भन्थ्यो अनि रातिको 1 बजे जहिले ट्याक्सी लिन जानुपर्ने कि अब त्यति बेला त देयर वाज नो दिस याङ्गो एन्ड इन ड्राइभ देयर वाज नो सच थिङ्स त्यो टाइममा चाहिँ अनि वी हेभ टु गो मम्मीलाई त्यहीँ हस्पिटलमा राखेर रातिको 12-1 बजी अब म हस्पिटलबाट निस्किनु पर्यो ट्याक्सी लिनलाई कति डर लाग्दो हुन्थ्यो कि त्यो पुलचोकको एरिया त्यति बेला चाहिँ इट्स रियली डर लाग्दो अनि त्यसरी वाट आई युज टु डु इज आई वुड जस्ट एक कल चाहिँ ड्याडीले उठाइदियोस् है भनेर एक कल चाहिँ म ड्याडीलाई फोन गर्थेँ ड्याडी प्लिज मसँग चाहिँ कलमै बस्नु न ल मलाई उता चोकसम्म जान छ म ट्याक्सी लिन्छु अनि फोन राख्नु न त्यति बेलासम्म चाहिँ मसँग बोल्नु ल भन्थेँ क्या म त्यसरी भन्थेँ अनि उहाँको प्रेजेन्स नभए पनि के जस्ट बिङ इन द कल वुड डु ग्रेट थिङ्स टु मी के त्यो करेजै छुट्टै हुन्थ्यो अनि सुई जाने फोनमा ड्याडी म यहाँ आउँदैछु म कहीँ ट्याक्सी अगाडि छ भन्दै जाने अनि ट्याक्सी लिने ट्याक्सी पाएपछि चाहिँ ल मैले राखेँ भने ड्याडीले फोन राख्नुहुन्थ्यो अनि ल्याउने मम्मीकोलाई ल्याउने तर माई फादर नेभर कहिले मसँग बस्नु भएन कि लाइक अब म हुन्छु म आउँछु होइन त्यो आई थिङ्क द्याट इज अ भेरी कस्तो इम्पोर्टेन्ट पार्ट हो नि होइन टु बी अ प्यारेन्ट्स विथ यर साइड होइन बट हि वाज नेभर देयर विथ अस ए ड्याडीको लोन पैसा लिनुपर्ने मान्छे आउनु भएछ भन्ने होइन अब हामीलाई त के होइन मम्मी चाहिँ तर्सिने अलरेडी सी वाज अ डायलिसिस पेसेन्ट अलरेडी सी वाज गोइङ थ्रु समथिङ सी अलरेडी डिड बिकज अफ अल द्याट थिङ्स मेबी डराउने अनि त्यस पछाडि ड्याडी आउने बित्तिकै त्यस्तो हुन्थ्यो कि जति बेला पनि इट वाज अल द टाइम त्यस्तै हुन्थ्यो अनि त पछाडि ल नि त अब ड्याडी आई थिङ्क ड्याडी आयो भने मेरो मम्मीले नै दुःख पाउँछ होइन ड्याडी आउने बित्तिकै अब बिरामी मान्छेको अगाडि 2-3जना मान्छेहरू पैसा दे कहिले किन पैसा नदिएको अहिलेसम्म भन्यो भने त अलिकति मम्मीलाई पनि प्रेसरै हुन्छ जस्तो लाग्थ्यो क्या मलाई अनि त्यही भएर त्यो वेमा चाहिँ मेरो मम्मी र मैले चाहिँ वी अन्डरस्टुड हिम कि आई थिङ्क इट इज बेटर इफ ही स्टेज आउटै इट्स बेटर इफ ही डजन्ट स्टे विथ अस भनेर त्यो वेले चाहिँ हामीले अन्डरस्ट्यान्ड गरेको थियो त्यो टाइममा चाहिँ
At the time, what I thought the most was that I didn't needed anybody's company. I just wanted to take care of my mother. I just wanted मेरो दिमागमा के हुन्थ्यो भनेपछि मेरो मम्मीले चाहिँ मैले पनि रोको होइन म अत्तालेको दिएँ भने त मेरो मम्मीलाई कस्तो फिल हुन्थ्यो होला होइन मलाई कसले हेर्छ जस्तो फिल हुन्छ नि त अब म नि कहिलेकाहीँ अब कलेज त्यति बेला के हुन्थ्यो नि स्कुल कहिलेकाहीँ जानै पर्ने होइन अनि मम्मीलाई एक्लै छोडेर जानुपर्ने म हस्टेलमा भएन भने मेरो मम्मीलाई एकदम गाह्रो भइसक्थ्यो क्या त्यो पोइन्टमा चाहिँ म चाहिँ चाहिने नै चाहिने क्या अनि एक दुईचोटि एनालाइज गरेपछि चाहिँ मेरो सोर्स अफ करेजै के थियो भनेपछि आई वाज नट being there as a daughter, I was being there as a mother of my mother. Okay, I was taking care of her like she's my child. मैले त्यसरी कोप अप गरेको के मेरो करेजसँग चाहिँ लाइक आई टुक केयर मेरो लागि मेरो मम्मी होइन मेरो बच्चा हो कि लिटरली मेरो बच्चा मलाई पहिला त्यो टाइममा जहिले पनि सोध्थ्यो नि के हो भनेर मेरो मम्मी होइन she's my child जहिले त्यही भन्थेँ क्या अनि ड्याडीको पार्टमा चाहिँ इफ उहाँ त्यहाँ नभए पनि उहाँले एक शब्द नै के म आउँछु तिमीहरू गर्दै गर्न तिमीहरू त्यो ख्याल राख्दै गर्न म आउँछु भन्यो भने द्याट वुड गिभ मी अ लट अफ करेज कि ए ड्याडी नआउँदैसम्म आई विल कोप अप विथ दिस आई विल डु दिस ड्याडी आएपछि त मेबी ही विल डु समथिङ भन्ने चाहिँ करेज आउँथ्यो क्या मलाई त्यस्तो हुन्थ्यो सो द्याट्स हाउ आई कोप्ड अप द प्रोसेस त्यो डायलिसिसमा जसरी हुन्छ नि द डायलिसिसको प्रोसेस इज हाउ कि inside the cabin where the dialysis happened, there is a machine in which all the blood flows from the body into the machine. And seeing our blood, अब डायलिसिसमा चाहिँ जे पनि हुन सक्छ के डायलिसिसमा चाहिँ अब if she is okay now, if within 5 minutes anything can happen, we would for the 4 hours until she had the dialysis completed, we had to be upright with our mind के एकदम जति 5 मिनट्समा दबाई लिनुपर्ने प्रेसर डाउन हुने के हुने अक्सिजन गइदिने है मान्छेहरू त यति बित्ने डायलिसिसमा आई वाज अलवेज प्रे के डायलिसिस पसेँ कि मलाई डर लाग्यो आफ्टर द्याट इन्सिडेन्ट सी ह्याड अन गोइङ डायलिसिस फर ट्वाइस समटाइम्स ट्वाइस अ विक सो सी वुड गेट भेरी विक भेरी भनरेबल सो आई वुड अलवेज ह्याभ टु मेक स्योर द्याट ठिक छ सबै ठिक छ के भयो मलाई भन्नु न मलाई सेयर गर्नु न भनेर अनि for the maybe 6 months she was not able to she was really not able to but after the 6 months she always गाह्रो भयो कि मलाई हक गर्ने अनि तँ त मेरो छोरी होइन तँ त मेरो आमा हो the dialogue that I always used to say she returned to me कि अब तँ मेरो छोरी होइन तँ त मेरो आमा नै हो भने she used to hug and she used to tell all the stories why all that happened to her why she took that step अनि अहिले पनि उहाँलाई अब डायलिसिस गर्दैपछि कस्तो फिल हुन्छ सी अलवेज युज टु से कि मैले त तेरो लाइफ त हेलै बनाइदे तैँले तेरो बच्चाको लाइफ जिउन पाएको छैनस् मैले गर्दा युआर अलवेज त्यो जिउन पाएको भन्दाखेरि पनि मेरो मनले नै आई वुड नेभर लिभ मम्मीको साइड क्या जे भयो जति बेला मम्मीकै छेउमा स्वस्तिका कहाँ छ भने मम्मीसँगै त होला नि हुन्थ्यो क्या मेरो चाहिँ जति होला भने कहाँ छ भने हस्पिटल कहाँ छ मम्मीसँग आई वाज अलवेज युज टु बी द्याट अनि त्यही थियो मम्मीलाई गाह्रो हुँदै गयो अनि डायलिसिस चाहिँ उहाँको अलमोस्ट कति इयर्स 6-7 इयर्ससम्म चाहिँ डायलिसिस भयो And then 6-7 years पछि after 6-7 years say she was no more that's what she say I think her body was not able to take it for that long that's what she says it was a very hard time and we also think that it's whatever happens for a reason Yeah. how old were you? I think I was 19 maybe 19 So at the age of 19 and your brother was just 12 or 5 years भनेपछि त आमा भर्खर 14 he was just 14 Yeah. very small Tough. so I don't think that you guys might be ready for this story that's a very bad one But you can go on if you feel comfortable. yes I think some people might have to listen to this and just you guys must remember that whatever happens in life you must be really strong and you must cope up with everything that goes on with your life Yeah. लाइफ भनेको नि अब राम्रो हुन्छ अब राम्रो गर्ने भनेर चाहिँ मेरो पर्सपेक्टिभमा चाहिँ इन माई पर्सपेक्टिभ चाहिँ लाइफ इज गोइङ टु बी बेटर वी हेभ टु डु दिस वी हेभ टु डु आई थिङ्क लाइफ इज फुल अफ स्ट्रगल्स and we just
we'll just keep going, coping up with it. We'll just be going on and getting used to it. Get this, चाहिँ सो मेरोमा चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ के भएको थियो भन्दा मेरो मम्मीको अब अलमोस्ट त्यति बेला आइसियुमा भएको मोर देन 8-9 days भइसकेको थियो. अनि त्यस पछाडि वाट ह्यापन्ड इज अब डक्टर वाज सेयिङ कि अब हुँदैन, मम्मी हुँदैन नि होला भने अब आफूलाई कहाँ मन लाग्छ होइन त, कहाँ हुँदैन जसरी नि प्लिज डु इट, म खुट्टै ढोक्छु, के हो कसरी हो गर्नु न, देयर इज नो फाइनेन्सियल इस्युज प्लिज भनेर भन्छु म होइन. त्यसरी वाट ह्यापन्स इज एक दिन डक्टरले अब म सानै तर आई वाज फाइटिङ के सबै घरको सबैजना मान्छेसँग फाइटिङ होइन गर्नै पर्छ, ट्राई नै गर्नुपर्छ भनेर भनिरहेको थिएँ. अनि वाट ह्यापन्ड इज डक्टरसँग एक दिन चाहिँ मै जान्छु भित्र क्याबिनमा भनेर गएँ. अनि वाट ह्यापन्ड वाज डक्टरले वाट ही सेड टु मी इज द्याट it's not that we cannot save your mother. We can save your mother, but the consequences are something that you will not be able to cope up with. त्यसमा के हुन्छ भनेपछि चाहिँ 95% she can live. तर what happened is कि 98% she might be paralyzed. She might be paralyzed. त्यसको percentage चाहिँ 98% छ अरे. अनि to keep a body who is 98% paralyzed and her kidney is failed and she has to go through the dialysis process twice a week. कस्तो हुन्छ होला त्यो मम्मीको जिउ होइन त. हामीलाई कस्तो ड्रेड, मलाई त कस्तो त्यो सोचेर नि यस्तो इट टुक मी फर अ सेकेन्ड टु त्यो दिमागमा कि अब हाउ सुड आई डिल. अब यो डक्टरले बाँच्न पनि सक्छ तर बाँच्यो भने चाहिँ यस्तो हुन्छ भने है मलाई के गर्ने भयो. त्यस पछाडि म बाहिर आएँ चुपचाप एकदम पिन ड्रप साइलेन्ट. अनि इट टुक मी अ मोमेन्ट टु टेक अ डिसिजन कि I think it's better that she should not be more भनेर नै भने के किनभने त्यो प्यारालाइज डायलिसिस गर्ने जिउ हाउ कुड बी किप हर त्यस्तो त्यो नराम्रो लाइफ त नदिउँ न. बट वाट एभर ह्यापन्स मेबी सी गोज विथ अ गुड हार्ट गुड वे भन्ने भयो मलाई. अनि द थिङ के भएको थियो भन्दाखेरि त्यो दिन मम्मीलाई यति गाह्रो भएको थियो कि बिहानको 6 AM जस्तो भएको थियो. अनि त्यस पछाडि मम्मीलाई एकदम गाह्रो भइसकेको थियो. अनि के भयो भन्दाखेरि चाहिँ मम्मी जुर्क गाह्रो मलाई हस्पिटल लाने भन्दै थियो. फादर वाज अल्सो राइट देयर बिसाइड्स हर. अनि ड्याडीले चाहिँ पर्खिन अहिले डक्टरै आएको हुँदैन भन्ने क्या जति बेला पनि. अनि म त यस्तो दिमाग त ब्रस्ट आउट भयो क्या म त्यसपछि त वाट डु यु मिन सी इज अलरेडी ह्याभिङ अ हार्ड टाइम अनि अझ यु वान्ट टु स्टे इन हाउस वी सुड टेक हर अहिले राइट नाउ भने मैले. अनि त्यो चुप म चाहिँ एकदम छुच्ची हो क्या हुन चाहिँ डेन्जर छुच्ची हो घरको चाहिँ जेठी भएर पनि होला छुच्ची. अन्त I mean, you have every right to, right? त्यसरी भयो तपाईँ मलाई चाहेन आइएम टेकिङ माई मदर भनेर भाइ बिचरा सानै थियो. मलाई अहिले रियलाइज हुन्छ कि त्यति बेला आई डिड नट युज टु रियलाइज कि मेरो भाइ सानो छ भने मलाई रियलाइज हुँदैन थियो दाइ. मलाई अहिले चाहिँ नराम्रो लाग्छ भाइको लागि चाहिँ. अनि के भयो भन्दाखेरि चाहिँ मम्मीलाई जुरुक्क उचालेँ मैले यसरी किनभने आई वाज स्मल एन्ड थिन आई कुड नट क्यारी गर होइन. अनि भाइलाई चाहिँ भाइ प्लिज हेल्प आइस त भनेर जान्थेँ. अनि भाइले यसो बोकेर ल्याएर हुन्थ्यो अगाडि. म स्कुटर निकालेँ विदिन हाट कार अनि ट्याक्सीसम्म बोलायो भने मेरो दिमागै चलेन क्या अब प्यानिक भएर बेला. स्कुटर निकालेँ अनि भाइले मम्मीलाई जसो सपोर्ट दिएर पछाडि राख्यो. अनि आई टाइड द सल यसरी सो द्याट सी डजन्ट फल. आई टाइड अनि द लास्ट थिङ सी सेड वाज मलाई अगाडि टाइटली अगाडि मलाई जसरी नै बचा प्लिज सेभ मी एनी हाउ मलाई जसरी नै बचा ल नानी मलाई बाँच्न मन छ भने क्या मम्मीले. त्यसपछि कुदेर त्यो कुदाउँदा जाँदाखेरि नै इमर्जेन्सीमा पुगुन्छ मम्मीको बोली नै आउँदैन कि सी इज नट एबल डिप्रेसनले हिट हानिसक्यो मम्मीलाई. सी इज नट एबल टु टक. चिचाइ मात्रै आएको छ ड्याडी भनेर चिचाइरहनु भएको छ होइन. सी इज द सेङ ड्याडी भनेर ड्याडी आएपछि चाहिँ शान्त के फेरि ड्याडी कुद्दै आयो. ड्याडी पनि पछाडिबाट आफ्टर आई टुक आयो पछाडिबाट. अनि ड्याडी भन्दै आयो. अनि ड्याडी दिएपछि चुप. अनि त्यसपछि के भयो वी हेभ नो आइडिया. त्यसपछि सी वेन्ट डाइरेक्ट टु द आइसियु. अनि त्यसपछि अल द्याट इन्सिडेन्ट ह्यापन्ड. डक्टरले त्यस्तो चिज भन्नुभयो. अनि आई टुक अ डिसिजन कि आई थिङ्क वी सुड नट ट्राई होइन. अब नेपालीमा भन्नु पर्दाखेरि अब होस् छोडिदिउँ नै भनेर अब मम्मीलाई अब भेन्टिलेसनहरूबाट निकाल्यो अक्सिजनहरू दिन छोड्यो त्यसपछि होइन. अनि त्यस पछाडि अब डक्टरले भने थियो त्यो सबै गरेपछि चाहिँ 1-2 hours म्याक्सिमम् 2-3 hours लाग्छ. त्यसपछि विल बी नो मोर भनेर हामी कुर्यो. 1 hour भयो 2 hour भयो
केही भएन सास अड्किरहेको क्या सास चियास भइसक्यो हाफ डे भइसक्यो फुल डे भइसक्यो हुँदैन कि इट्स नट ह्यापनिङ कि अब त्यसपछि मान्छेहरूले होइन अब अरूहरू भए चाहिँ अब प्यारेन्ट्स बाँचोस् न यार भगवान् प्लिज बचाइदियो बट यु गाइज वुड नट इमेजिन वाट आई वाज एन्ड माई फ्यामिली वाज प्रेइङ त्यति बेला कि छिटो बित्थोस् के सास जाओस् भनेर प्रे गरिरहेको थियो क्या त्यो मेरो लाइफको सबभन्दा हार्डेस्ट पोइन्ट थियो कि कामदै सी आई एम स्टिल सिभरिङ होइन त्यो एकदम गाह्रो पार्ट हो अनि त्यति बेला आई वाज प्रेइङ कि मेरो मम्मी छिटो बित्योस् भगवान् सास चाहिँ लगिहाल and after 2.5 days see that's the She stuck around for 2.5 days. Damn. stuck around for 2.5 days I just wanna hug you right now because you are just so strong. every week every day was really hard always in the morning the first thing I used to do is I used to sleep with her because जति बेला जे पनि हुन सक्थ्यो राति हुँदा होइन the first thing I always used to do जुरुको उठेर छेउमा हेरेर मम्मीको सास त चलिरहेछ नि भनेर हेर्थेँ क्या म त्यसरी के भइरहेको ठिकै त छ नि त्यस्तो गर्थेँ सो आई थिङ्क मलाई त त्यस्तो डर थियो नि वाट काइन्ड अफ फियर वुड सी बी ह्याभिङ फर हर सेल्फ होइन उहाँलाई त उहाँको पोइन्ट अफ भ्यूबाट हेर्दा त मेरो एउटा छोरी छ एउटा छोरा छ होइन छोरामा छोरा छोरीमा छोरी राम्रै छ पढिरह सो यिनीहरूले यस्तो देख्दा उनीहरूले कस्तो भइरह होला अनि मम्मीको पोइन्ट अफ भ्यूबाट त झन् वी कुड नट इभन गो कि how she was feeling भनेर क्या I didn't wanted her to feel guilty for us अनि त्यही भएर त्यसरी चाहिँ how I cope is what I did was the best thing I could do for her. What happened is after that मम्मीको अब हाम्रो नेपालमा 13 दिन काम हुन्छ 13 दिन काम हुँदा he was there after 13 days he just left Completely. he just left completely अनि त्यति बेला चाहिँ के भइरहेको थियो मेरो अस्ट्रेलियाको काम हुँदै थियो अस्ट्रेलिया जानलाई प्रोसेसिङहरू भइरहेको थियो I needed my father IELTS नि गरेको थिएँ सबै गरिसकेको थिएँ ल जे हुन्छ लाइफ भइहाल्यो म बाहिर जान्छु I'll start a new life let's hope for the best जे भयो भाइ पनि सानो बाहिर जान्छु भनेर बसिरहेको थिएँ अनि 13 दिन गएपछि त फोन पनि नगर्ने मेस पनि नगर्ने पैसा पनि नदिने होइन अब हुन त हो आमा बाबासँग बसिरहेको छु मामा घरमा बसिरहेको छु देयर वाज नो इस्यु बट मनी हाम्रो मामा एकदम माया गर्नुहुन्छ हामीलाई होइन हि इज इन द US हि इज डुइङ भेरी ग्रेट हि हेज भेरी ब्युटिफुल एन्ड आई एम भेरी थ्याङ्कफुल इफ यु आर वाचिङ होइन अनि मामा हुनुहुन्थ्यो उहाँले हेल्प गर्नुहुन्थ्यो अनि ड्याडीलाई फोन गर्छु उठाउँदैन फोनै नउठाउने यता गर्छु अब जे गरे पनि आफ्नो बाउलाई बाउको जस्तो हेल्प त कसलाई चाहिन्छ त्यस्तो क्रिटिकल पोइन्ट फोन गर्छु फोनै नउठाउने फोन गर्छु फोनै नउठाउने बल्ल बल्ल फोन ड्याडी पैसा चाहिरह यस्तो यस्तो भयो भाइले फी पनि भाइको फी तिर्नुपर्ने मेरो यस्तो भइरह के भइरहेछ प्रोसेसिङ कहाँ भइरहेछ भन्दाखेरि इट डजन्ट गिभ अ ड्याम के गर्दैछु भइहाल्छ भन्ने क्या जति बेला पनि इट वाज सो इजी फर हिम टु से अल द्याट अनि त्यसरी नै वुड बी इग्नोरिङ फर अस फर 1 month 2 month 3 month त्यसरी 3 months त्यसै गुज्यो अनि त्यो प्रोसेसमा चाहिँ माई मदर वाज अलवेज लाइक मेरो सपनामा आउने अनि वुड अलवेज बी हिटिङ मी के तर्साउने एकदम डेडलिएस्ट लुकमा आउने अनि वुड अलवेज बी हिटिङ मी एन्ड जस्ट टेलिङ वान थिङ कि तैँले मलाई तेरो बाउसँग डिभोर्स गर्न किन दिनस् भने जति बेला पनि त्यस्तो भन्ने म चाहिँ के भयो होला यस्तो किन यस्तो मात्र आउँछ सपनामा हुन्थ्यो क्या मलाई अनि त्यस्तो हुँदै त्यस्तो सपनाले मलाई ट्रमाटाइज हुँदै जाने अनि म घरै नबस्ने भाइलाई छोडिदिने भाइलाई घरमै छोडिदिने अब त्यति बेला आफूलाई नै ह्यान्डल गरेर सकेको छैन होइन हाउ वुड आई ह्यान्डल माई ब्रदर जस्तो हुन्थ्यो बाहिर बस्दिने दिदीहरूको कजन्सहरूको घरमा जाने बस्दिने त्यसरी नै 1 month भयो 2 month भयो बाउको आतो पतो छैन आई डोन्ट नो वेयर द फक इज ही एन्ड वाइ इज नट टेकिङ हिज रेस्पोन्सिबिलिटिज टुवर्ड अस होइन अनि आफ्टर अल अफ अ सडन आफ्टर 3 months वाट ह्यापन्ड इज मेरो ग्रान्ड प्यारेन्ट्स मेरो आमालाई डेङ्गु भयो भएको थियो अनि डेङ्गु हुँदाखेरि मैले आमालाई यो हस्पिटल लगेको थिएँ आमा र बाबालाई सँगै लिएर गएको थिएँ अनि आमालाई बेडमा राखिरहेको थिएँ आमाको ट्रिटमेन्ट हुँदै थियो एकैचोटि त मेरो हजुरबा पनि गाह्रो हुँदै गयो हजुरबा हि वाज अल्सो फिलिङ कस्तो हाई फिभर आएर एकैचोटि गाह्रो भयो नि उहाँलाई पनि उहाँको पनि टेस्ट गरिदिइहाल्नु सँगसँगै भनेर This is your गरेको grandfather, ग्रान्डफादर मदर्स mom's mom. मम्स मम एन्ड ड्याड Okay. अनि हस्पिटलमा राखिरहेको छु है एक्लै फेरि त्यहाँ पनि एक्लै हस्पिटलबाट ट्रमाटाइज भइसक्यो म हस्पिटल भन्ने चिजबाट मलाई हेट भइसक्यो त्यही पनि गएँ अब गरिरहेको छु होइन 2जना थला परिरहेको छ बेडमा अब के गर्ने गरिरहेको थिएँ अनि त्यही दिन 2जनाले नि एडमिट गर्नुपर्ने भयो
दुईजनाले नै एडमिट गरेँ मैले अनि आमालाई चाहिँ डेङ्गु देखायो अनि एक दिन अनि बाबाको पनि हाम्रो चाहिँ त्यहाँ फ्यामिली डक्टरै हुनुहुन्छ एकजना उहाँले चाहिँ पहिल्यैदेखि हेरेको अलमोस्ट पहिल्यै 40 इयर्सदेखि नै हेरेको सबैजनालाई फ्यामिलीको अनि के भयो भन्दाखेरि चाहिँ उहाँले चाहिँ फेरि हस्पिटलमा म बाहेक कोही नहुने कि मै थिएँ त्यति बेला पनि म एक्लै अनि त्यसमा डक्टरले को हुनुहुन्छ भन्नुभयो अन्त म मात्र छु डक्टर होइन म सानो बच्चा होइन 19 वर्षको होइन डक्टर पनि एकछिन हेड ब्याक भयो आऊ न तिमीसँग एउटा कुरा गर्छु भने अनि मामाहरू सबैजना युएस अब एउटै भाइ फ्यामिली भने मामा भाइ अनि मेरो कसरी एक्सप्लेन गरेँ मेरो अर्को फ्यामिली मेरो मम्मीको काका काकी साइडको फ्यामिली हामी चाहिँ यति नै जोइन्ट फ्यामिली हो होइन यति नै हो मेरो फ्यामिली भने चाहिँ who So you don't know your dad's side of the family? I know but maybe we are not that close Okay, okay. few people's only I know and I really love them but I don't know most of the family parts Okay. So के भयो भन्दाखेरि चाहिँ डक्टरकोमा गएँ डक्टरले बस त भन्नुभयो होइन बस त भन्नुभयो अनि त्यसरी हजुर भन्नुहोस् न भनेको अनि त्यसरी पानी खाऊ भन्नु होइन भन्नु न भने के भयो भन्दाखेरि त बाबालाई त हजुरबालाई त ब्लड क्यान्सर छ भन्छ म त यसरी नै शिवर त्यसपछि त हजुरबालाई ब्लड क्यान्सर रे अब भयो त मम्मी बित्या भर्खर 3 months भइरहेछ कति पनि आएन हजुरबालाई ब्लड क्यान्सर म त त्यहाँ डक्टर त म त वहीँ रिङ्गा त लागेर अनि I just came out of the cabin I was not able to do anything nothing त्यस पछाडि के भयो भन्दाखेरि चाहिँ मैले मामालाई फोन गरेँ अनि त्यसरी मामा भन्छु भन्नै मुखबाटै निस्किँदैन कि के भएको भन्नलाई सक्दैन यस्तो यस्तो भयो भने अनि त्यसरी सबजना सक घरभरिको मान्छे सक अनि फुपूहरू आउनु भएको थियो युएसबाट ठ्याक्क त्यही दिन ल्यान्ड हुनुभएको थियो एभ्रीबडी डिड देयर बेस्ट त्यसको 1 month हो कि 2 months इट टुक मलाई याद पनि छैन कि इट इज सो ड्रेडफुल कि मलाई केही याद छैन कि अहिले 1-2 months भएको थियो आफ्टर 1-2 months he died due to blood cancer he died त्यसपछि he died त्यसको 13 दिन काममा चाहिँ my mama came from US and त्यसरी my father also came म मेरो छोराछोरी हेर्छु भनेर After a long time. after a long time होइन giving a damn about us after a long time he came फोन चाहिँ गर्ने फोनमा चाहिँ फेरि मिठो मिठो कुरा म छु त होइन म गर्छु त भन्ने but he didn't give a damn about us maybe अब हामी सानो हुँदा गऱ्यो होला होइन but in the all this situation I never seen him do anything for us त्यस्तो भयो अनि त्यसपछि ड्याडी पनि आयो 13 दिनको काम पनि सक्यो अनि I don't know what tea my mama and my dad had the thing that my dad did was he took us out of the house from there and he rented a place शान्तिनगरमा he left us there राख्यो अब हामीसँगै बस्नुपर्छ अब म गर्छु जे गर्छु तिमीहरूको लागि भनेर he took us Your होइन? dad said that. My dad took us there राख्यो सबै मिलाएर राख्यो हामीलाई होइन भाडा पनि दिएन एडभान्स त दिनुपर्छ नि त he didn't अनि मलाई चाहिँ मेरो हजुरआमाले अब दिनुभएको थियो अलिअलि दिनुभएको थियो भाडा चाहिँ तिर भनेर दिनुभएको थियो तिर्दे भाडा एडभान्समा दिइदिएँ मैले भाडा अनि भाडामा राखेको त 3 days मा त he's gone फेरि out of the bloom he's again gone Leaving you guys leaving alone. you guys I don't work my brother is studying I don't work I don't even have a penny के 5 रुपैयाँ पनि छैन मसँग अनि त्यति बेला चाहिँ के भएको थियो भनेपछि अब मामाको सिचुएसनमा चाहिँ मेरो आमाले ओल्ड होममा राखेर जानु पर्यो थियो किनभने अब कोही छैन Yeah. he had to go to US he had about you guys know how it is out in the US you cannot leave everything there and come here and stay अनि आमाले US लाग्नलाई त एउटा प्रोसेस लाग्छ अनि आमा ओल्ड होममा म त्यो कुन चाहिँको घरमा के गरे कि अब बाउले के गरे टेन्सन भइसक्यो मलाई आउँदैन आज भयो भोलि भयो आउँदैन पैसा छैन खाने पैसा धरि छैन के दाइ खाने पैसा धरि छैन कि अब के गर्ने त्यसरी अन्सु बोलाएर स्कुटी चाहिँ थियो आफ्नै एउटा स्कुटी चाहिँ थियो स्कुटी लिएर सुई आमाकोमा जान्थ्यो ओल्ड होममा भेट्न जान्थ्यो अनि त्यसरी आमा यस्तो यस्तो भयो बाबै छैन ड्याडी नै गयो के गरेको होला है भन्थ्यो म जति बेला पनि छोड्दियो भनेर अनि त्यो हजुरआमाहरूको त्यो सानो हुन्छ नि the Portuga thing in which they have a bundle of cash Mucha, I guess. Yeah. यसरी खोल्ने के पुरा यसरी खोल्ने अनि ला यो 1000 रुपियाँ लिएर जा तिमीहरू के दाल साल तरकारी किनेर खा भनेर दिने I was not able to live with my grandmother त्यो टाइममा दिने अनि त्यसरी नै 1 month भयो घरपेटीले भाडा भन्यो भने छैन
ड्याडीलाई फोन गर्छु फोनै उठाउँदैन क्या दाइ कस्तो he was so irresponsible I अहिले so if he comes right in front of me I would hit him क्या त्यस्तो इगो छ क्या मलाई उसको लागि अनि त्यस्तो भयो 1 month भयो 2 month भयो भाडा तिर्नु पनि कस्तो हुन्छ रेन्टल मान्छेहरू आफ्नो घर हुँदा I have to stay outside अनि के भयो अब बच्चै छु 19 years I was not able to process anything होइन अनि सपनामा जति बेला पनि बाबा मम्मी आउने रुकै गर्ने के रहेछ यो चिज भनेर म कस्तो मनदेखि कस्तो गाह्रो बाउले त्यस्तोसम्म त छोराछोरी त नछोड्नु पर्ने होइन हुन्छ अनि हजुरआमालाई पनि भने अनि मैले यो साइडको स्टोरी मेरो मम्मीको फ्यामिलीलाई केही भनेको थिएन ड्याडीले यस्तो गरेर भनेर अनि एक दिन I was not able to take all this अनि मेरो एउटा कजन सिस्टर हुनुहुन्छ मेरो छेमाको छोरी उहाँलाई चाहिँ मैले एक दिन घर गएर केही भनेको थिइनँ आउट चाहिँ म ब्रेकडाउन भएर मैले सब भने क्या अनि त्यहाँदेखि चाहिँ एभ्रीबडी गट टु नो अबाउट कि यो त यस्तो यस्तो थिङबाट गुज्रिरहेको रहेछ के भएको यसको बाउ भन्ने भयो अनि उहाँहरूले के गर्नु भने चाहिँ भाइलाई चाहिँ आफूसँग राख्नु भयो अनि तँ जा तेरो बाउ कहाँ छ खोज हेरौँ कहाँ रहेछ जा खोज भन्नु अनि मेरो फुपूले चाहिँ एकजना मेरो फुपू चाहिँ जापानमा बस्नुहुन्छ होइन उहाँले चाहिँ नम्बर प्रोभाइड गर्नुभयो यो मान्छेले जहाँ छ भन्छ त्यहीँ जा है भन्नुभयो अनि त्यसरी ल त्यही छ हो ड्याडी भन्यो त्यही छ त त्यहीँ जा सी वाज लाइक गो देयर टेक द इन्स्ट्रक्सन एन्ड गो वेयर एभर द्याट टेक्स यु And you're 19. एन्ड आई वाज 19 त्यति बेला आई थिङ्क आई वाज अलमोस्ट 20 भयो होला त्यति बेला अनि त्यस पछाडि द फर्स्ट थिङ आई डिड वाज आई वेन्ट टु धरान द्याट इज माई अनदर मामा हाउस मामा घर हो त्यहाँ गएँ अनि त्यहाँबाट चाहिँ आई टुक माई छेमा एन्ड काका विथ मी अनि द एड्रेस द्याट गेभ मी इज आई ह्याड टु गो टु झापा दमक हो कि कहाँ आई थिङ्क दमकै होला मेबी त्यस्तै के I have no idea, but yes, it sounds very Damak. far away. It's very far away from Okay. Kathmandu. It At takes the 1 end day. of Tarai, I guess. I went on this पछाडि दमक पुग्यो अनि I just called त्यो आन्टी त्यो आन्टीलाई कल गरेँ अनि त्यस पछाडि आन्टी कहाँ हो भने मैले अनि त्यस पछाडि तिमी कहाँ पुग्यौ भन्नुभयो अनि यस्तो हस्पिटलको छेउमा पुग्यौ भन्नुभयो अनि यहीँ छु अब यहाँबाट कहाँ हो ड्याडी म त अब ड्याडीलाई खोज्न एक्साइटेड नि अब बाउले जति दुःख दिए पनि हामीलाई She's कस्तो so हुँदो रहेछ tired. भनेपछि ड्याडीले अगाडि दिएपछि केही न केही त गरिहाल्छ नि भन्ने हुँदो रहेछ अनि आई जस्ट कल्ड त्यहाँ एउटा होटेल छ होला भन्नुभयो होइन अनि छ सी गेभ द नेम अफ द होटल अनि त्यहाँ जाउँ त हेर त त्यहाँ पस्छ त भन्नुभयो अनि त्यसरी त्यसरी यहाँ छ भन्नुभयो त्यहाँ हेर त त्यहाँ छेउमा एउटा बच्चा सुतिरहेछ भन्नुभयो होइन अनि सुतिरहेछ भने त्यहाँ एउटा आइमे पनि होला भन्नु अब के हो भन्दाखेरि नानी त्यो चाहिँ तिम्रो भाइ हो त्यो आइमे चाहिँ तिम्रो कान्छी मम्मी हो रे आई वाज स्पिचलेस के आई वाज स्पिचलेस के ब्रो एकछिन त म त मेरो माई छेमान काका वाज साइड अफ माइन्ड शिवर भइरहेको छु के गर्ने बाई गड आई डोन्ट नो वाइ डिड सी नट रिकग्नाइज मी होइन काम न थालिसकेँ सुइसे छेमा काकाले छेउमा ल्याएर के अर्डर गरे जस्तो गरौँ भन्नु होइन अन्त त्यसरी ल भनेर म बसेँ त्यहाँ बसेँ अनि त्यस पछाडि अर्डर गरिदिएँ आई कुड नट अब कहाँ लिन सकिन्छ भन्नु न मम्मी बिदा भर्खर 3-4 महिना भइरहेछ अनि आई कुड सी कि त्यहाँ एउटा बच्चा हरे यत्रो के लिटरली त्यो बच्चा यत्रो भनेपछि हाउ मच लङ्गर त्यो रिलेसनसिप भयो होला सोच न How old do you think the kid was? आई थिङ्क इट वाज अलमोस्ट 2-3 years 2-3 years? यस Okay. 2-3 years भनेपछि त त्यो रिलेसनसिप भाग्य कति भयो होला सोच्छु न Yeah. आई कुड नट इमेजिन अनि म निस्केँ बाहिर फोन कहिले नउठाउने मान्छेले एक कल गर्दा त्यो दिन आइरहनु उसको दिन बिग्रेको थियो होला मेरो फोन उठायो अनि कहाँ हो तपाईँ भने मैले सरी म त्यहीँ हिँडिरहेको छु यो होटल कसको हो भन्यो पिन ड्रप साइलेन्ट के बाउ त पिन ड्रप अन्त पछाडि तँ कहाँ छस् फर्स्ट थिङ यस तँ कहाँ छस् म यहाँ छु तपाईँ कहाँ हो भने मैले अन्त त्यसरी तँ कोसँग आएको होइन म मेरो छेमा काकाहरूसँग आएको छु यही हो तपाईँको रिङ यही हो तपाईँको दुःख हाम्रो मम्मीलाई भेट्न नआउनु पर्ने हामीलाई एक्लै छोड्ने मान्छेहरू ऋण लिन आउँछ भनेर नआएको यही हो तपाईँको भनेको त हि वाज नट गिल्टी के दाइ हि वाज नट गिल्टी तँ मेरो बेइज्जत गर्नले यति धेरै मान्छे लिएर आएको अडासिटी सी इज अडासिटी त्यसपछि त दिमाग त फोनमै गाली गरिरहेको छु आउँदैन
And I was not able to take on मेरो छेमा काकाले मलाई डराने फिर्ता लग्नुभयो त्यसपछि त म्याड नि म त म्याड त्यसपछि त I was त्यो चिज मैले कसरी लिने नै म सकिनँ कि लिनै सकिनँ मैले अब भाडा तिर्न छ घरको 3 मन्थ्सको 3 मन्थ्सको भाडा तिर्न छ 1 मन्थको 18,500 थियो त्यो घरको रेन्ट I don't call them my dad. So how did that confrontation? So what happened is after that day all in the morning दिमाग मेरो त I was all done with this shit कि अब I just didn't wanted to live. मम्मी भाटा पुऱ्याइदियो यार मलाई प्लिज मलाई गाह्रो भयो अब चाहिँ मम्मी भाटै ठिक थियो म बरु मलाई ममबाटै पुऱ्याइदियो भनेर I was so sad I was so म त्यो धरामा त्यो मान्छेहरू तर्साइदियो होला मलाई त्यस्तो गाह्रो भए देखेर तर के क्लिक भयो क्या मेरो दिमागमा के क्लिक भयो किनभने भाइलाई यहाँ काठमाडौँमा एक्लै छोडेर आएको छु रेन्ट अरूको घरमा बसेर 18,500 भनेपछि अलमोस्ट 50-70,000 त तिर्नै पर्ने भयो नि त होइन अलमोस्ट अब पानी बत्ती गर्नु पर्यो दिमागमा एउटै खालको बाउले त्यो गरे त ठिकै छ भाइ एक्लै छ त्यो रेन्ट पनि तिर्न छ भन्ने चाहिँ मेरो दिमागमा होइन अब के भयो भने म जान्छु हेर्नु मलाई नरोक्नु आइएम टेकिङ द सुटकेस आइएम गोइङ म जान्छु म झापा जान्छु म त्यसलाई म कन्फ्रन्टै गर्छु के गर्दो रहेछ हेरौँ के चाहिँ हुँदो रहेछ म जान्छु म कन्फ्रन्टै गर्छु भनेर एक्लै गएँ बाटोभरि सोचेछ हाउ डु आई फेस दिस थिङ होइन कसरी फेस गर्ने यो कुरा So you went back again after seeing that? अलोन You came back and then you नेक्स्ट went डे back नै म again. आई वेन्ट ब्याक Okay, wow, okay. Ballsy. All right. त्यसरी गएँ अनि त्यसरी आई कल माइ ड्याड म आउँदैछु म लिन आउने अब आई डोन्ट नो वेयर इज Yeah. obviously I needed to know where he's living अनि म आउँदैछु म लिन आउनु भन्यो नि त्यसरी ओके ल नानी ल गिल्दै छैन कि दाइ कस्तो रिस उठ्यो होला मलाई भन्नु त त्यस्तो हुँदाखेरि No, it's You're taking this so casually Yeah. कि it was so casual from me कि अब हो म बुझ्ने छोरी थिएँ होइन तर it doesn't mean कि I would take somebody cheating on my mother like that होइन Yeah. who is giving her life त्यसरी लाइफभरि उसले कसरी 8 years कसरी बितायो उसले अनि he thinks that I will take I'll take all his shit like that त्यसपछि गयो बाटो गयो ऊ आयो लिन आयो मेरो सुटकेस लियो राख्यो स्कुटरको अगाडि स्पेस हुन्छ अनि कम्पार्टमेन्टमा राख्यो अनि बोलेन मलाई हेर्नै सके छैन कि अब म त छोरा जस्तो भएर बसेको अब आमा बाउ उनीहरूको आमा बाउ जस्तै थियो कि दाइ म अब सबैको केयर गर्ने नै मै के पर्यो भने सोच्थी whatever happens सोच्थी होइन अब त्यसपछि बरु त लास्ट त भयो होला नि त he might have felt shamed also right at some point of time Yeah. I mean, I hope he did, but I really hope he did. Yeah. If it doesn't, that I will never be considering him as a man. Really, sachi. As a human being, म consider गर्दिनँ त्यो मान्छेलाई त्यसपछि गएँ अनि स्कुटरमा लियो अनि हेर्दै हेरेन he didn't even look at me in the eyes तर I saw his eyes म चाहिँ अक्खमा हेर्छु भनेर हेरिरहेको थिएँ कि आँखा उसको रातो क्या रातो उसलाई टेन्सन प्रेसर थियो होला के भयो होला अब छोरीले के सोध्छ भन्ने भयो होला embarrassment. obviously अनि he Need to took be. me त्यो होटलमा दाइ त्यो Same होटलमा hotel. त्यही होटलमा हेर्छु त मान्छे सो मेनी पिपल कि गाउँभरिको मान्छे ल्याए जस्तो खायो मान्छे थियो त्यहाँ चाहिँ मेरो फुपूले चाहिँ त्यहाँ एउटा केटी पनि हुन्छ त्यो चाहिँ तेरो दिदी पर्छ ऊ चाहिँ तेरो लागि सपोर्टको लागि हो अरू चाहिँ आई डोन्ट नो भने अब हुन्छ नि अब एक्लै नयाँ ठाउँमा गइरहेको छु जे पनि हुनसक्छ नि त होइन गएँ म अनि त्यस पछाडि बसिरहेको छु त अनि ड्याडीले सुटकेस लिएर चाहिँ गयो बोल्छ होला यस्तो मलाई हेर्छ होला है डिडन्ट अनि वरिपरि मान्छेहरू आएर दे वर सक ही हेज अ डटर यस्तो ठुलो यस्तो छोरी छ भनेर मान्छेहरू सक्यो अनि त्यसरी दे वर ट्राइङ टु कन्सोल मी सेइङ कि ठिकै छ छोडिदेऊ न अब जे भयो भइहाल्यो होइन जे भयो भइहाल्यो अब यसो गर्छ कि आई वाज लाइक म त्यहाँ जे भयो त्यही भन्नले आएन म त त्यसको लागि आएको होइन म अर्कै रिजनले आऊ मलाई हर्ट भएको छ मेरो मम्मीलाई यस्तो भएर आऊ म के हो म बुझ्नै सके छैन भने the audacity of that guy तपाईँहरू इमेजिन गर्न सक्दैन कि instead of confronting me what he did was त्यो आइमालाई यसरी हात राखेर अगाडि ल्याएर यो चाहिँ तेरो कान्छी मम्मी भनेर मलाई इन्ट्रोड्युस गराएको he literally introduced You just like, hey, listen, In a forget casual way. everything. forget everything this is your stepmom what the fuck right what the fuck अब मान्छेलाई के ड्रामा भइरहेछ त्यस्तो हुँदा आई वाज नट म स्पिचलेस थिएँ त्यो त्यति बेला आई वाज रियली स्पिच आई कुड नट बी एबल टु डु एनिथिङ म त्यो हेर्न सकिनँ
अनि दिदी त्यो माई आन्ट सेट सिज यो सिस्टर पर्छ गयो त भने त्यो आन्टीले मलाई गाह्रो भइदिएर उहाँले आफ्नो घर लिएर जानुभयो रातिको 8 जस्तो बजे थियो अनि त्यस पछाडि म त बाउ भएरै जान्छु मलाई त कुरै गर्न म त सक्दैन ड्याडीलाई राति नै लिन आइज भने हि टुक मी उ लिन मलाई आयो होइन त्यसरी घर पनि रहेछ क्या एउटा खै कुन बाटो लयो देहाट एक तलाको घर एक तला गाडी अब आफूलाई यसै पैसा छैन भन्ने पैसा पठाउन सक्दिनँ भन्ने मम्मीकोमा आउन सक्दिनँ भन्ने होइन तिमीहरूको लागि टाइम छैन मसँग म त्यहाँ आयो भने मलाई समात्छ मसँग यो हुन्छ त्यो हुन्छ भन्ने अनि अरू ती कति नै लाग्छ भने झुट कति चाहिँ लुक्छ क्या मान्छेको त्यसरी गडले देखाउँछ यस्तरी देखाउँछ कि त्यो मान्छेले जिन्दगी बिर्सिँदैन भने चाहिँ यही रहेछ कि दाइ त्यस पछाडि गएँ यसो घर पुग्यो अनि यसो ढोका खोलेको त दे ह्याड अ बिग फोटो दुईजनाको त्यो स्टेप मम ओ माई गड भयो भने स्टेप मम त्यो आइमे र त्यो बाउको होइन फोटो म त पागल साइको भयो म त ओ माई गड भयो क्या त्यति बेला त हि ह्याड अ सेपरेट लाइफ के त्यहाँ अब And feel stable ह्याप्पी life. फुलफिलिङ लाइफ एकदम ह्याप्पिली ह्यापनिङ लाइफ छ कि उसको हामी चाहिँ यहाँ बच्चादेखि Struggling. मम्मीलाई हस्पिटल लग्यो स्ट्रगल गर्यो होइन ऊ चाहिँ त्यो हिज अ ह्याभिङ अ ह्यापनिङ लाइफ ओभर देयर कस्तो भयो होला मलाई त्यो देख्दाखेरि त्यो भयो त्यसरी नै अब एक दिन भयो 2 दिन भयो बोल्ने क्या दाइ यो उठ्नुभन्दा अगाडि बाउ गायब हि वाज सेम्ड अफ हिमसेल्फ त्यसपछि एक दिन के भयो भन्दाखेरि म बिहानै उठिदिएँ त्यस पछाडि सुइसी म गएको भनेर कहाँ गएको यहाँ आउनु म यहाँ कुरा गर्न आएको होइन भनेर बोलाएँ मेरो अगाडि बस्यो गाली त के गर्न सक्नु दाइ रुएँ के गरेको यो कुटे रुँदै कुटेछु के गरेको किन गरेको यस्तो मेरो मम्मीसँग किन गरेको यस्तो हामीसँग भनेर रुएँ हि क्राइड के त्यो मान्छे चाहिँ किन रोको हि क्राइड अनि मैले त्यति बेला के रियलाइज गरेँ भने मान्छेले हामीलाई केही गर्दैन किनभने त्यसको सट्टा त्यो रुनुको सट्टा हि कुड हेभ सेड आइ एम सरी Yeah. होइन आई एम सरी केही भएको थियो सो आई डिड दिस यो कुरा ऊ रोएर हि वाज ट्राइङ टु एक्ट हि इज द The victim. Innocent. victim. Yeah. He is the victim, yeah. यस्तो भयो मेरो दिमागमा अनि मलाई कुटे अनि त्यसपछि ठिकै छ भइहाल्यो जे हुन्छ भइहाल्यो अब मलाई केही चाहिएन मलाई भाडा देऊ 3 मन्थ्सको मलाई भाडा देऊ म भाडा लिएर जान्छु त्यहाँ यस्तो गाह्रो भइसक्यो हामीलाई तिमीलाई हाम्रो मतलब छैन भने त्यस पछाडि 1 दिन भयो 2 दिन भयो भाडा दिँदैन त्यो आन्टीसँग बोल्नै पर्यो त्यहाँ बसेपछि बोले गफ गरेँ त्यसपछि आई रियलाइज कि दिस वाज अब आई वान्टेड टु नो कि हाउ लङ दिस स्टोरी वाज बिगिनिङ फ्रम मेरो मम्मी बिरामभन्दा अगाडिदेखि के Damn. And I'm sure your mom knew too. द्याट्स वाइ द ड्रिम आई सेड त्यो स्टोरीसँग कनेक्टेड रहेछ कि भन्छ नि मान्छेले आत्मा गएपछि Mm. They want आत्माले you to kind of शान्ति know. पाएन भनेन उनीहरूले समहाउ दे कम्युनिकेट Yeah. भन्छ नि इट वाज द्याट के दाइ आफ्टर द्याट त्यो इन्सिडेन्ट पछि सी डिड नट केम Man, इन that माई gives me shivers, ड्रिम्स dude. Yeah. सी लिटरली डिड नट केम इन माई ड्रिम्स कि आफ्टर त्यो इन्सिडेन्ट भएपछि म जब त्यो भयो त्यसपछि सी डिड नट केम इन माई ड्रिम अनि त्यस पछाडि त्यही भयो 1 दिन भयो 2 दिन भयो अनि अब चाहिँ म जान्छु यहाँ बरु जिउ देऊ नदियो पैसा Mm. म जान्छु भनेर होइन नि म तँलाई दिन्छु त भनेर मैले ब्याग स्याग प्याक गरेँ गाडीको टिकट काटिदियो म जान्छु मलाई फ्रस्ट्रेट हुन्छ नि अरू त्यो कुन चाहिँ मान्छेसँग बस्न सक्छु म 1 विक भइसक्यो बसेको पागल हुँदैन म आई वाज एक्ट पनि कति एक्ट गर्ने होइन आई वाज सो स्ट्रङ कि आई हेड टु एक्ट लाइक कि आई इट डज नट गिभ मी अ प्रब्लम किनभने मलाई त्यो भाडाको पैसा चाहिएको थियो क्या दाइ Mm. किनभने अब जे भयो पनि अरूलाई माग्नुभन्दा अरू त आफ्नै बाउलाई नै मागिदिउँ न त Mm. होइन अरूलाई भन्नु यो प्रब्लम इस्यु सुनाउनु भन्दा आफ्नै बाउलाई नै मागिदिउँ न त भन्ने हुन्छ नि त होस् भनेर अनि गाडी आयो अनि यसरी त्यो फेरि द मनी थिङ यसरी पोको पारेर यो पैसा राख्दै गर त तँ बसमा चढ्दै गर म आएर म तँलाई पैसा दिइहाल्छु त्यहाँ मान्छे आउँदैछ म तँलाई पैसा दिइहाल्छु अनि म गाडीमा चढेँ फोन गर्छु आउँदैन गाडी हिँड्यो दाइ दाइले बोल्दा गाडी हिँडेपछि फोन तँ जाँदै गर म तँलाई अनलाइन हालिदिन्छु अरे त्यस पछाडि त्यो नोट घुमाएर हेरेँ कति पैसा रहेछ नि त्यो 3000 रुपिस
3000 rupees अनि त्यस पछाडि ल 3000 ले ल गएर के न के गरौँला अनि त्यस पछाडि आई वुड फिगर इट आउट सम्म यत्रो दुःख पाइसक्यो के चाहिँ नगर्न सक्ला र मैले जस्तो भयो अनि त्यस पछाडि what happened was the conductor came and said टिकटको भाडा दिनु न अरे मलाई त he did not even pay the ticket fee as well so I had to pay the ticket fee 2000 from the 3000 काठमाडौँ पुग्दा पुग्दा त 3000 सक्यो कि and what I did was I took a very big step what I did was मैले मेरो मम्मीको फ्यामिली भाषा गएँ यस्तो यस्तो भयो सबै सुनाएँ अनि what we did was अब सबैजना फाइनेन्सियली स्ट्रङ हुँदैन सबैजनाले हेल्प गर्न सक्दैन किन सबैजनासँग 50-60,000 हुन्छ भन्ने हुँदैन सबैलाई दुःख दिनु सट्टा what I did was जे जे सामान थियो सबै बेच्दिएँ The rent house को चाहिँ त्यो घरमा मेरो र मम्मीको जे जे याद थियो क्या जे याद थियो त्यो बेडदेखि लिएर त्यो किचन एरियादेखि लिएर त्यो स्टभ्सहरू होइन सबै सबै बेच्थेँ मैले सबै बेच्थेँ अनि I was able to collect 45,000 something अनि I paid the rent and I freed from there that's how I did मैले मेरो रिस मेरो इगो कहिले कोहीमा देखाएको छैन कि अब त्यो इन्सिडेन्टहरू भन्दा मेबी I was blunt होइन तर after all that I have realized कि one person should always be kind हुने अनि आफूले जति सक्छ त्यति गर्ने that's it not much Short and sweet and right to the point. But you have that's a good message. Kindness is something that will always bring people together. yes and that's something every people need as well Oh yeah, especially now more than ever. Mm. Unity, kindness is what the world needs. That we have created this platform for everyone to come in here and talk. So if you have anything that you want to share, you want to come on this podcast and talk about anywhere in the world, we can make something happen, right? And we definitely need the support. We need to grow this channel. We need you to hit the subscribe button, comment, ask questions. Don't just comment for the sake of comment. Ask questions. Challenge us. Obviously like the video because why wouldn't you like this video? But with that being said, thanks for watching this episode and I really hope you enjoyed it and we'll meet you guys next time. Peace.